गुड इभिनिङ क्लास। गुड इभिनिङ सर। गुड इभिनिङ। ल, हामी आज एमेन्डमेन्ट हेर्छौँ है त्यहाँ। हामीले अघिल्लो क्लासमा इन्टरनेसनल ट्रान्जेक्सन भनेको के हो पढियो। एसोसिएटेड पर्सनको डेफिनेसनमा यो फोर्थवाला पोइन्ट जुन सेक्सन 33 क र 33 ख को लागु थियो त्यो पढियो। अब अर्को हामीले सेफ हार्बर रुलको लागि पढियो। अर्को हामीले क्लास के पढियो भन्दाखेरि यतापट्टि आएर सेफ हार्बर रुल जुन छ त्यो पनि पढियो क्लास है। त्यो पनि के गरियो भन्दाखेरि चाहिँ पढियो। र सेफ हार्बर रुल भनेको के हो भन्ने कुरा पढियो। यतापट्टि आएर सेफ हार्बर रुलको के प्रोभिजन छ पढियो। एडभान्स प्राइसिङ एरेन्जमेन्टको के प्रोभिजन छ त्यो पनि पढियो होइन। यी कुराहरू हामीले पढेका थियौँ। यस भन दिलीप। सर एउटा सानो प्रश्न थियो, म सोध्छु ल। हजुर। यो त्यो जुन हाम्रो सेक्सन 24 छ नि इन्कम ट्याक्सको, अँ त्यहाँ त्यसले के भन्छ भन्दाखेरि त्यो कोही मान्छेले चाहिँ अक्रुवल बेसिसमा अकाउन्टिङ गरिरहेछ भने उनीहरूले चाहिँ तपाईँको उता राइट टु रिसिभ अथवा यसको राइट टु पे भन्ने भएको छ भने खर्च र त्यसै अनुरूप उसले इन्कम चाहिँ बुक गर्न पाउँछ है। उम्, अक्रुवल बेसिस अकाउन्टिङको त्यसले फलो गरेको छ है। हजुर। तर एउटा हाम्रो क्लाइन्ट छ, त्यसले अलिकति बिल चाहिँ उसले जेस्टको एन्डतिर 6 महिनाको कन्सल्टेन्सी भनेर एडभान्समै काटिदिन्छ कि उनीहरू, अँ, भ्याट बिल सहित त्यही काटिदिन्छ। उम्, अनि अब उसले के भन्छ भन्दाखेरि अब नर्मली अब हामीले त बिल जुन वर्षमा काटेको छ त्यही वर्षमा इन्कम ट्याक्स पर्पजको लागि मैले जतिसम्म जानेको छु गर्ने हो नि त। तर उसले भन्छ कि मेरो मेजर पोर्सन चाहिँ अर्को वर्षमा पर्छ अरे, त्यही भएर म इन्कम चाहिँ उसमा गर्छु। अनि अर्कोले के भन्छ भन्दाखेरि होइन, अक्रुवल बेसिसमा अकाउन्टिङ गरिरहेको छु, यसलाई मैले स्प्लिट गर्छु भनेर भन्छ। यसमा सर के भन्ने उसलाई? यसमा के हुन्छ भन्दाखेरि चाहिँ एप्रिल बेसी सेक्सन 24ले के भनेको छ भन्दाखेरि चाहिँ गुड्स अथवा सर्भिस डेलिभर भइसकेको हुनु पर्यो। पेमेन्ट इज रिसिप्ट भन्ने शब्द छ क्या दफा 24मा होइन। भुक्तानी भइसकेको हुनुपर्ने भन्ने शब्द छ। त्यो भुक्तानी भनेको सामान अथवा सर्भिस रिसिभ गरे हुनुपर्छ। अब यहाँ तिमीले सेलरको पर्सपेक्टिभबाट भने कि बायरको पर्सपेक्टिभबाट मलाई सोधेको। उसले सर सेल गरेको छ क्या, बिल इस्यु गरिदिएको छ क्या उसले। सेलरको केसमा राइट टु रिसिभ क्रिएट भएपछि आम्दानी बुक गर्ने हो अक्रुवल बेसिसमा है। राइट टु रिसिभ कतिखेर हुन्छ? जतिको पोर्सन सर्भिस डेलिभरी दियो त्यतिको राइट टु रिसिभ हुने हो एक कुरा। अब यो कति पोर्सन चाहिँ सर्भिस डेलिभर भयो भन्ने कुराको डेफिनेसन छ नि, त्यो चाहिँ इन्कम ट्याक्समा छैन कि। जस्तै हामीले त्यो मैले तपाईँसँग त्यो भिडियो इन्कम फ्रम बिजनेस पढ्दाखेरि नै तब कहीँ पनि छैन भने हामीले डेलिभरी एनएफआरएसतिर जान्छौँ भनेर। हामी एनएफआरएस हेर्छौँ। एनएफआरएस 15मा पर्फर्मेन्स अब्लिगेसनको कुरा गरेको छ। एनएफआरएस 15मा जब जब त्यो पिओ सेटिस्फाई हुँदै जान्छ तब तब हामीले के गर्दै जानुपर्छ भन्दाखेरि चाहिँ अकाउन्टिङ स्ट्यान्डर्ड अनुसार हामीले त्यसलाई इन्कम बुक गर्दै जाने हो। भनेपछि अब यसमा हामीले टाइम अफ इन्कम यो जस्तै सर्भिस डेलिभरी कहिले भएको मान्ने भन्ने कुरा उत्तर चाहिँ इन्कम ट्याक्स एक्टसँग छैन कि। इन्कम ट्याक्स एक्टको सेक्सन 24ले भन्न चाहिँ के भन्छ भन्दाखेरि चाहिँ जब सर्भिस डेलिभर भयो राइट टु रिसिभ क्रिएट हुन्छ। राइट टु रिसिभ पाउने अधिकार भएपछि इन्कम लगाएर बुक गर भनेर भन्छ। तर राइट टु रिसिभ क्रिएट हुनको लागि सर्भिस डेलिभरी भएको हुनुपर्छ। अब सर्भिस कहिले कहिले कति कति डेलिभर भएको भन्ने त्यति माइन्युट त्यति डिटेलमा इन्कम ट्याक्स एक्ट बोल्दैन। त्यसको लागि हामीसँग के छ? एनएफआरएस 15 छ। एनएफआरएस 15ले के भन्छ? जब जब पर्फर्मेन्स अब्लिगेसन पहिला पिओ आइडेन्टिफाई गर्नु पर्यो। जब जब पर्फर्मेन्स अब्लिगेसन सेटिस्फाई हुँदै जान्छ सर्भिसको हामीले इन्कम बुक गर्दै जाने भनेर भनेको कि एनएफआरएस 15ले भने हो। हो। ठ्याक्क त्यसमा तिमीले चाहिँ एनएफआरएस 15 लगाएर सर्भिसको कति कति पोर्सनको कति कति पिओ आइडेन्टिफाई गरेर कति कति पिओ सेटिस्फाई हुँदै गयो त्यसको आधारमा कति कति इन्कम यो वर्ष बुक गर्ने भनेर इन्कम बुक गर्नुपर्ने हुन्छ। सो क्लियर दिदी? भनेपछि सर त्यो इन्कम बुक गर्नलाई, खर्च बुक गर्नलाई ट्याक्समा पनि तपाईँको बिल इज नट नेसेसरी। बिल इज नेसेसरी। बिल त्यो के भन्छ भ्याटको लागि चाहिँ होला। भ्याटको लागि चाहिँ इन्भोइस इस्यु डेट अर्ली डेट मानेर त्यसमा भ्याट चाहिँ बुझाउन जानुपर्छ तिमीले होइन। बिल इस्यु गरिसकेपछि किनकि बिल इस्युएन्स डेट अथवा सर्भिस डेलिभरी डेट अथवा पैसा रिसिभ गरेको अर्ली डेटलाई टाइम अफ सप्लाई मान्छ। त्यही भएर बिल इस्यु गरेकै महिना मरेको 25 गतेभित्रमा भ्याट बुझाउन जानु पऱ्यो भ्याटको लागि चाहिँ। तर इन्कम ट्याक्सको लागि चाहिँ तिम्रो राइट टु रिसिभ भएपछि इन्कम मान्ने मात्र भनेको छ। तर राइट टु रिसिभ कतिखेर हुन्छ भन्दाखेरि सर्भिस डेलिभरी भएपछि। सर्भिस डेलिभरी हुनु पर्यो, गुड्स डेलिभरी हुनु पर्यो भन्ने कुरा गरेको छ। र सर्भिस डेलिभरी भनेको सर्भिस कति दियौ त नि। अब सर्भिस डेलिभरीमा मेजर पोर्सन अझै बाँकी छ। अहिले यति मात्र सर्भिस दिएको, त्यो सर्भिसको कति चङ्क डेलिभरी भयो भन्ने त्यो चङ्क निकाल्ने काम। यति पोर्सन यति पर्सेन्टेज सर्भिस डेलिभरी भयो भनेर त्यो चङ्क निकाल्ने काम चाहिँ इन्कम ट्याक्सले गर्दैन। त्यसको लागि एनएफआरएस 15 रेफर गरेर पर्फर्मेन्स अब्लिगेसन वाइज तिमीले कति एनएफआरएसले जति इन्कम बुक गर भनेर भन्छ त्यति नै पोर्सनलाई चाहिँ हामीले त्यति सर्भिस डेलिभरी भएको मानेर इन्कम बुक गर्नु पर्यो। इन्भोइस इज नट द डिटर्माइनिङ फ्याक्टर फर इन्कम ट्याक्स है। तर भ्याटको लागि चाहिँ हो फेरि। भ्याटको लागि चाहिँ हो फेरि। क्लियर दिलीप? त्यसमा त इस्यु गरिसक्यो नि त बिल। भ्याटको लागि त इस्यु गरेपछि समस्या भएन। अब पक्कै पनि इन्भोइस त्यसै त इस्यु गर्ने होला नि त।
सर्भिस सेल्स बिल इस्यु गर्यो भनेपछि त पक्कै पनि तिम्रो त्यति बराबरको त्यति चङ्क अफ सर्भिस दिएकै भएर त इस्यु गर्यो होला नि त। बिल चाहिँ सर उनीहरूले एडभान्समै काटेर अनि पेमेन्ट चाहिँ अनि के हरेक लेख्छ महिनै दिने रहेछ। बिलमा त सर्भिस फी नै भनेर लेख्ने होला नि। हो, अनि एडभान्स कन्सल्टेन्सी फी फर अनि 6 अनि मन्थ। कन्सल्टेन्सी फी एडभान्समा भनेको देखिन्छ त्यहाँ, त्यो एडभान्समा हो भनेको देखिन्छ चाहिँ फेरि एग्रिमेन्टहरू पेमेन्ट देखिन्छ। चाहिँ फेरि तपाईँको मन्थली बेसिसमै लिन्छ, बिल चाहिँ उसले 6 महिनामा काटिदिन्छ क्या। भनेको 6 महिना पछाडिको अहिले काट्छ। हो, एडभान्समै 6 महिनामा काटिदिन्छ कि, अनि ठ्याक्कै बिचमा असाड ल, पऱ्यो नि त त्यो अनि। कुरा प्रमाणित गर्नु पर्यो भोलिको दिन। अब ट्याक्स अफिसले दुःख चाहिँ दिन्छ किनकि बिल काटिसकेपछि तिमीले भ्याटमा चढाएको हुन्छ कि हुन्न। चाहिँ फेरि त्यो त्यो मिल्दैन कि रेसियो फेरि त्यो 13%को अनि। होइन होइन, भ्याटमा चढाएको हुन्छ कि हुन्न तिमीले त्यसलाई हो सेल्समा हो, चढाएको हुन्छ। त्यो त पुरा भ्याटमा चढाएको हुन्छौ तर इन्कम ट्याक्स नचढाएपछि अनुसूची 5 र भ्याटको रिटर्नको सेल्स मिल्छ र? हो, त्यो रेसियो नमिलेर पनि। त्यो नमिलिदिने बित्तिकै इन्कम ट्याक्सले क्वेसन चाहिँ उठाउँछ। तर तिमीहरू जस्टिफाई चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि सर बिल मात्रै अहिले रेज गरे हो, तर हाम्रो अहिले सर्भिस डेलिभरी भइसकेको छैन, यो एडभान्स पेमेन्टकै बिल इस्यु गर्यो, खासमा रिसिट इस्यु गर्नु पर्ने थियो तर बिल इस्यु गर्ने चलन रहेछ भनेर कर अधिकृतलाई जस्टिफाई गर्न सक्यो भने कानुनले दुःख दिँदैन। कानुनले त्यसलाई इन्कम मान्नुपर्छ भनेर भनेको छैन, तर ट्याक्स अफिसरको प्र्याक्टिकल कम्प्लिकेसन चाहिँ आउँछ यसमा। क्लियर दिलीप? सर हुन्छ, त्यो अब हामीले त्यही प्रोपोर्सनेटली गरिदेऊ भन्नु पर्यो आफ्नोतिरबाट इन्कम ट्याक्स। इन्कम ट्याक्सको जति सर्भिस डेलिभरी भएको मान्छौ त्यो एडभान्स मध्ये जतिको चाहिँ सर्भिस डेलिभरी भएको छ त्यतिको पोर्सन छुट्याएर इन्कममा जोड भनेर भन्नु पर्यो। तर भोलिको दिनमा इन्कम ट्याक्स अफिससँग जुझ्न चाहिँ रेडी हुनु पर्यो। बिल काटे पनि किन रेभेन्यू नगरेको, एडभान्समा बिल कसरी काट्दै काट्दैन, किन काटेको भन्ने कुराको एन्सर दिन चाहिँ रेडी भएर बस्नु पर्यो। क्लियर दिलीप? हुन्छ सर, हुन्छ, थ्याङ्क यू। ल क्लास, अब हामी अगाडि बढौँ है त। अब हामी अगाडि बढ्छौँ क्लास। अर्को एउटा एमेन्डमेन्ट, राम्रो एमेन्डमेन्ट क्लास के गर्यो भन्दाखेरि सेक्सन 8को 3को ङमा क्लास 8को 3 भनेको इन्कम फ्रम इम्प्लोइमेन्टमा हाल्न नपर्ने पोइन्टहरू हो कि क्लास। इन्कम फ्रम इम्प्लोइमेन्टमा इन्क्लुड गर्न नपर्ने पोइन्टहरू हो कि क्लास सेक्सन 8 सबसेक्सन 3 भनेको। सेक्सन 8 सबसेक्सन 3 भनेको इन्कम फ्रम इम्प्लोइमेन्टमा के कुराहरू हाल्न पर्दैन, नट टु बी इन्क्लुडेडको लिस्ट हो कि होइन क्लास? हो कि होइन क्लास? हो सर। हो। यसमा के भन्यो भन्दा एमाउन्ट रिसिभ्ड एज स्वेट सेयर्स रिसिभ्ड एज बेनिफिट फ्रम इम्प्लोइमेन्ट इन एन आइटी इन्डस्ट्री। यदि कुनै कर्मचारीले आफूले काम गरे बापत स्यालेरीको सट्टा यदि कुनै स्वेट सेयरहरू लिन्छ भने त्यो स्वेट सेयरमा उसलाई क्लास के लाग्नेवाला छैन भनेर भन्दाखेरि चाहिँ त्यसलाई उसले इन्कम फ्रम इम्प्लोइमेन्टमा जोडेर कर तिर्न पर्दैन। तर कुन केसमा मात्रै? आइटी इन्डस्ट्रीमा मात्रै। अरूहरूलाई भनेर क्लास यो कसलाई मात्रै भन्यो? आइटी इन्डस्ट्रीको सवालमा मात्रै भन्यो। कसको सवालमा मात्रै भन्यो क्लास? आइटी इन्डस्ट्रीको। क्लास यो पढिसक्यो अघिल्लो क्लासमा? यो 8-3 पढ्यो सर। यो पढिसकेको? यो 8-3 पढ्यो। ए ओके। यो सेक्सन 10 नि? सेक्सन 10मा आएको यो एक्जाम एमाउन्टहरू पढेको कि होइन? पढ्यो जस्तो भन्नु लाग्यो चाहिँ मलाई भएको त। थियो, भन्नु चाहिँ भएको थियो जस्तो लाग्छ, 3टा अनि यो पोइन्ट एग्रिकल्चर बिजनेसको बारेमा यो थपियो भनेर यो नि भने हो। अनि 25,000 भन्दा बढीमा चाहिँ अब टिडिएस लाग्ने भयो, कर लाग्ने भयो भन्ने कुरो यो पनि भने जस्तो लाग्यो क्लास मलाई। कहाँसँग क्लास? मलाई कसैले भनिदियो क्लास? कहाँसँग अघिल्लो क्लासमा कहाँसँग पुगेछ एमेन्डमेन्ट? कहाँसँग पुगेछ क्लास अघिल्लो वर्षको एमेन्डमेन्ट? यो नि भनेको मैले कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी नयाँ 12 इन्टु 1/101 गर्नुपर्छ भनेर भनेको क्लास। यो डिभाइड बाई 101 इन्टु 1सँग हामीले अब डिभाइड बाई 101 इन्टु 1सँग हामीले एक्चुअल खर्च कम्पेयर गरेर व्हिचएभर इज लोअर क्लेम गर्नुपर्छ। यो पनि भएको क्लास कुरा? यो पनि अघिल्लो क्लासमा भएको कि होइन क्लास? कहाँसँग भएको थियो क्लास अघिल्लो क्लासमा कुरा? कहाँसँग भएको थियो क्लास? एपिएसम्म त पढाउनु भएको सर। त्यति मात्र हो र? Freedom lies in simple choices, like deciding how you move. Still, every ride and plan, it's me steering.
12 ए यत्रो पढ भइसक्यो रहेछ नि त 10 11 यहाँबाट हो आज यहाँसम्म भएको 12 2बाट हो आज ल 12 2बाट क्लास लाऊ हेरौँ है त क्लास मेरो अडियो मेरो भिडियो मेरो स्क्रिन क्लियर छ क्लास मलाई ग्रिन सिग्नल देऊ मेरो अडियो भिडियो स्क्रिन क्लियर छ क्लास मलाई ग्रिन सिग्नल देऊ यस सर ल अब क्लास हेरौँ सेक्सन 12 को सबसेक्सन 2 सेक्सन 12 को सबसेक्सन 2 हेरौँ क्लास के भन्छ नट अब ध्यान बुझ्यौँ क्लास क्लास ट्याक्स एक्जिम्ड अर्गनाइजेसनमा है ट्याक्स एक्जिम्ड अर्गनाइजेसनलाई डोनेसन दिने बेलामा हामीले क्लास 3टाको वेज एभरेज लोअर घटाउँथ्यौँ हामीले 3टाको वेज एभरेज लोअर घटाउँथ्यौँ के थियो क्लास त्यसमा पहिला 1 लाख और 5% अफ एटिआई और एक्चुअल डोनेसन टु ट्याक्स एक्जिम्ड अर्गनाइजेसन यो 3टाको लोअर घटाएको हो किन क्लास के अरे अघिल्लो चोटिसम्म हो कि होइन क्लास यो 3टाको लोअर गर्थ्यो गर्दैन क्लास गर्थ्यो अब अब के हुने भयो क्लास भन्दाखेरि चाहिँ त्यो 1 लाखको सट्टा अब 3 लाख रुपियाँ हुने भयो है अब कम्पेयर गर्दाखेरि 5% अफ एटिआई और एक्चुअल डोनेसन टु ट्याक्स एक्जिम्ड अर्गनाइजेसन और 3 लाख रुपिज विच एभर इज लोअर है जति आउँछ त्यति पोर्सन चाहिँ क्लास के हुने भयो हाम्रो भन्दाखेरि चाहिँ हाम्रो घट्ने भयो सो 1 के भयो सर भन्दाखेरि सरी 3 लाख रुपिज और 5% अफ एटिआई और एक्चुअल डोनेसन टु ट्याक्स एक्जाम अर्गनाइजेसन विच एभर इज लोअर क्लास यसले हाम्रो च्याप्टर 3 को नोट च्याप्टर 3 को क्लास नोटमा चेन्ज ल्यायो कि ल्याएन क्लास च्याप्टर 3 को नोटमा यसले चेन्ज गर्न परेन क्लास च्याप्टर 3 को नोटमा चेन्ज गर्न पर्यो यो बुझेन क्लास च्याप्टर 3 को नोटमा यो चेन्ज लिएर आउन पर्यो कि परेन पर्यो सेक्सन 12 घ क्लास सेक्सन 12 घले क्लास के गरेछ भन्दाखेरि यदि कुनै व्यक्तिले चाहे त्यो नेचुरल पर्सन होस् चाहे त्यो इन्टिटी होस् चाहे त्यो नेचुरल पर्सन होस् चाहे त्यो इन्टिटी होस् यदि उसले कर्पोरेट सोशल रेस्पोन्सिबिलिटीको लागि भनेर के गरेछ क्लास कुनै पनि एक्सपेन्स गरेछ एनी एक्सपेन्स इन्कर्ड बाई अ पर्सन इन एनी इन्कम इयर फर द पर्पोज अफ डिस्चार्जिङ कर्पोरेट सोशल रेस्पोन्सिबिलिटी यो वर्ष सिएसआरको लागि भनेर कुनै खर्च गरेछ भने कति खर्च क्लेम गर्न पाइन्छ त भन्दा के भन्छ क्लास भन्दाखेरि एक्चुअल खर्च त भयो एउटा तर त्यो एक्चुअल खर्च जुन क्लेम गर्नेवाला छौ नि त्यो के भन्दा धेरै हुन भएन अरे प्रोभाइडेड द्याट सच अमाउन्ट सेल नट एक्सिड 1% अफ टोटल ट्याक्सेबल इन्कम अफ द्याट इन्कम इयर त्यो वर्षको टोटल ट्याक्सेबल इन्कमको 1% भन्दा बढी हुन भएन भनेर भन्छ क्लास अब यता हेर बुझौँ त क्लास एउटा कुरा बुझौँ है त क्लास यसमा बुझ्न ट्राई गरौँ है त क्लास हाम्रो एसेसेबल इन्कमबाट ट्याक्सेबल इन्कम कसरी निकाल्थ्यौँ क्लास हामीले एसेसेबल इन्कमबाट ट्याक्सेबल इन्कम कसरी निकाल्थ्यौँ क्लास कसरी मलाई सिकाइदिउ ल अन्डर सेक्सन 6 क्लास यहाँबाट के गर्थ्यो पहिला फर्स्टमा के गर्थ्यो क्लास हाम्रो क्लास फर्स्टमा के गर्थ्यो टोटल एसेसेबल इन्कमबाट कन्ट्रिब्युसन टु अप्रुभ रिटायरमेन्ट फन्ड हो कन्ट्रिब्युसन टु अप्रुभड रिटायरमेन्ट फन्ड भनेर गर्थ्यो अन्डर सेक्सन 63 त्यसपछि के गर्थ्यो एन्ड रुल 21 त्यसपछि के गर्थ्यो क्लास डोनेसन टु ट्याक्स एक्जेम्प्ट अर्गनाइजेसन अन्डर सेक्सन 12(1) एन्ड 12(2) less donation is prescribed by government gazette. Section 12 यो गर्थ्यो लेस अर्को के गर्थ्यो क्लास कन्ट्रिब्युसन रिलेटेड टु हेरिटेज एन्ड स्पोर्ट्स डेभलपमेन्ट यो गर्थ्यो अन्डर 12 को अरू के गर्थ्यो क्लास लेस कन्ट्रिब्युसन टु प्राइम मिनिस्टर रिलिफ फन्ड एन्ड नेसनल रिकन्स्ट्रक्सन फन्ड
यो घट्थ्यो लेस अनि अर्को सिड क्यापिटल ग्रान्ट अन्डर सेक्सन 12 ग हुन्थ्यो यो अन्डर सेक्सन 12 ग हो यति गरेपछि क्लास हाम्रो के आउँथ्यो क्लास पहिला यति गरेपछि के आउँथ्यो क्लास हाम्रो पहिला यति गरेपछि हाम्रो के आउँथ्यो क्लास यहाँ Taxable income. हो अब अहिले आउने भएन कि मैले सुरुमा यति निकालेको क्लास रफ ट्याक्सेबल इन्कम आउने भयो एउटा लेस यहाँबाट कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी एक्सपेन्सेस बल्ल ट्याक्सेबल इन्कम अन्डर सेक्सन 5 आउने भयो अब क्लास यो कति हुन्छ त भनेर भन्दाखेरि यो भनेको लोअर अफ एक्चुअल एक्सपेन्स अर रफ ट्याक्सेबल इन्कम यो भनेको 101 हो भने 1 भनेको कति हो यो दुईटाको लोअर क्लास यो दुईटाको लोअर यहाँ घट्ने भयो यो भनेको क्लास किनकि क्लास के भनेको छ यो सिएसआर यो ट्याक्सेबल इन्कमको 1% भन्दा बढी हुनु हुँदैन यसको 1% भन्दा बढी हुनु हुँदैन भनेर भन्छ भने क्लास यो भनेको 101 हो भने यो भनेको 101 हो भने 1 यसको म्याक्सिमम हुन पायो यो किनकि 101 मा 1 घटिसकेपछि 100 आउने हो भनेपछि क्लास यो भनेको 101 हो भने 1 भन्दा बढी यो हुन पाएन किनकि 100 को 1% 1 त्यो कारणले गर्दाखेरि योसँग कम्पेयर गर्ने भयौँ एक्चुअल खर्च र यसको यो भनेको 101 हो भने 1 भनेको कति यो दुईटाको लोअर भनेको क्लास हाम्रो यहाँ के हुने भयो सिएसआर को एक्सपेन्स क्लेम हुने भयो अनि बल्ल हाम्रो ट्याक्स इन्कम अन्डर सेक्सन 5 आउने भयो क्लास सेक्सन 12 घ यो चाहिँ क्लास घट्ने के अन्तर्गत हो अन्डर सेक्सन 12 घ क्लास बुझ्यो एमेन्डमेन्ट यो एमेन्डमेन्ट बुझ्यो कि बुझेन क्लास क्लास अबदेखि त तिमीहरूको ट्याक्सेबल इन्कमको कम्पिटिसनमा फरक आउनेवाला छ है चाहे नेचुरल पर्सनको होस् चाहे इन्टिटीको होस् भोलि इम्प्लोइमेन्ट इन्कमको क्वेसन गर चाहे बिजनेस इन्कमको क्वेसन गर यदि हामी क्लास नेचुरल पर्सनको केस होस् इन्टिटीको केस होस् चाहे बिजनेस इन्कमको क्वेसन गर चाहे इम्प्लोइमेन्ट इन्कमको क्वेसन गर अब यो चेन्ज भएर आउनेवाला छ अब यो चेन्ज तिमीहरूलाई रिलिभेन्ट हुन्छ क्लास यसरी कर्पोरेट सोसल रेस्पोन्सिबिलिटीको एक्सपेन्स घटाएपछि बल्ल ट्याक्सेबल इन्कम आउने भयो कि भने क्लास साथमा सर इन्डिभिजुअलको केसमा नि सिएसआरको प्रोभिजन लाग्छ नेचुरल पर्सनको केसन लाग्छ इन्टिटीको केसन लाग्छ क्लास बुझ्यो क्लास यो एमेन्डमेन्ट बुझ्यो कि बुझेन क्लास यसमा कसैलाई कन्फ्युजन छ क्लास यो एमेन्डमेन्ट क्लियर भयो कि भएन क्लास भयो क्लास म अगाडि बढौँ अर्को एमेन्डमेन्ट जाऊँ क्लासमा सर यदि इन्डिभिजुअल पर्सनले आफ्नो स्यालेरीबाट डोनेसनको लागि अथवा केही अरू कामको लागि खर्च गर्यो भने त्यसलाई डोनेसन मान्ने कि सिएसआर मान्ने त अब कस्तो हुन्छ त्यो चाहिँ के फेरि भन् त यदि कुनै इन्डिभिजुअल पर्सनले आफ्नो स्यालेरीबाट सर्टेन पैसा उसले कसैलाई हेल्प गर्यो अथवा डोनेट गर्यो भने त्यसलाई सिएसआर मान्ने कि डोनेसन मान्ने त सिएसआर को खर्चभित्र के पर्छ भन्ने कुरा त इन्डस्ट्रियल इन्टरप्राइज एक्टले नि तोक्दै होला नि त यस्तो हो कि नर्मल्ली व्यक्तिले सिएसआर को खर्च गर्दैन नर्मल्ली खासमा सिएसआर गर्ने भनेको जसले त्यो 1% अफ नेट प्रफिट छुट्टा राख्न पर्छ नि सिएसआर को लागि प्रोभिजन भनेर उनीहरूले मात्र गर्दैन प्र्याक्टिकल्ली उनीहरूले गरेको खर्चलाई मात्रै सिएसआर मानिन्छ क्लियर भलै यहाँ यो जसले घटाउन मिल्ने गरे पनि सिएसआर को खर्च भनेको के हो त डिफिनेसन हेर्न पर्यो भने जसले त्यो प्रोभिजन क्रिएट गर्छ नि त्यो प्रोभिजन क्रिएट गर्ने व्यक्तिले समाजको सेवाको लागि गरिएका खर्चहरूलाई मात्रै हामीले सिएसआर खर्च भन्ने भयो उनीहरूले गरेको मात्रै किनकि उनीहरूले मात्रै सिएसआर भन्ने प्रोभिजन क्रिएट गर्ने हो अरूहरूले गरेको खर्च त नर्मल डोनेसन भयो क्लियर प्रजुल त्यो भनेपछि चाहिँ इन्डिभिजुअलको केसमा त नआउने हो नि होइन सर यो इन्डिभिजुअल नआउने भयो हजुर त्यही अगाडि बढौँ क्लास ओके अर्को क्लास के थियो क्लास हाम्रो सेक्सन 21 मा कुनै पनि 20 लाख भन्दा बढी सेल्स गर्ने व्यक्तिको केसमा यस्तो थियो कि थिएन क्लास प्रोभिजन पहिला मलाई भन्थ्यो त क्लास यस्तो प्रोभिजन थियो कि थिएन क्लास कुनै पनि 20 लाख भन्दा बढी सेल्स गर्ने व्यक्तिहरूले एक पटकमा 50,000 भन्दा बढी क्यास पेमेन्ट गर्न पाउँदैनन् गर्यो भने डिसअलाउड हुन्छ भनेर पढेको हो किन क्लास पहिला थियो कि थिएन क्लास यो प्रोभिजन पहिला कुनै व्यक्तिले 20 लाख भन्दा बढी सेल्स गर्यो भने उसले एक पटकमा 50,000 भन्दा बढी क्यास पेमेन्ट गर्न पाउँदैन गर्यो भने डिसअलाउड हुन्छ भन्ने प्रोभिजन थियो कि थिएन पहिला थियो कि थिएन क्लास याद छ कि छैन तिमीहरूलाई के सर थियो अहिले त्यसलाई के भन्यो क्लास यो 20 लाखको सेल्सको लिमिट हेर्नै पर्दैन अब चाहे त्यो सेल्स हेर्नै परेन चाहे जोसुकै व्यक्तिले पहिला यो प्रोभिजन एनुअल टर्नओभर 20 लाख भन्दा बढी हुने व्यक्तिलाई मात्र लागु हुन्थ्यो
एनुअल टर्नओभर 20 लाखभन्दा बढी हुने व्यक्तिलाई मात्र लागू हुन्थ्यो। तर अब क्लास त्यस्तो छैन। अब चाहे जोसुकै व्यक्तिको केसमा यदि एकपटकमा 25,000भन्दा बढी क्यास पेमेन्ट गर्छौँ, एकपटकमा 25,000भन्दा बढी क्यास पेमेन्ट गर्छौँ भने त्यो डिसअलाउड हुन्छ। तर यसको लागि पनि जुन पहिलाको एक्सेप्सन थियो नि, डिडक्टेबल क्यास एक्सपेन्स भन्ने के अरे हाम्रो एक्सेप्सन्सहरू, त्यो अहिले पनि छ। जुन डिडक्टेबल क्यास एक्सपेन्स भन्ने जुन पहिलाका एक्सेप्सन्सहरू थिए, त्यो डिडक्टेबल क्यास एक्सपेन्सको एक्सेप्सन अहिले पनि छ। तर पहिला जस्तो यो 20 लाखभन्दा बढी सेल्स गर्ने व्यक्तिले 20 लाखभन्दा बढी सेल्स गर्ने व्यक्तिले एकपटकमा 50,000भन्दा बढी क्यास पेमेन्ट गर्न मिल्दैन भन्ने जुन पोइन्ट थियो, त्यो 20 लाखभन्दा बढी सेल्स गर्ने व्यक्तिले भन्ने पोइन्ट हटायो र एकपटकमा 25,000भन्दा बढी एकपटकमा 25,000भन्दा बढी क्यास पेमेन्ट गर्ने कुनै पनि व्यक्ति छ भने क्यास पेमेन्ट गर्ने कुनै पनि व्यक्ति छ भने उसले गरेको क्यास पेमेन्ट टोटल डिसअलाउड हुने भयो कि भएन क्लास? क्लास यसले हाम्रो इन्कम फ्रम बिजनेस च्याप्टरको नोट सेक्सन 21 को नोटमा अलिकति एमेन्डमेन्ट ल्यायो कि ल्याएन क्लास? क्लास यो एमेन्डमेन्ट क्लियर क्लासमा अगाडि बढौँ। म अर्को एमेन्डमेन्ट जाम क्लासमा। क्लास अर्को एमेन्डमेन्ट जाम म। ओके सर। अब क्लास हेरौँ के भन्छ अर्को क्लास। अहिले सेक्सन 21 ले फेरि अर्को क्लास अर्को एमेन्डमेन्ट पनि सेक्सन 21 मा आएको छ। क्यापिटल एक्सपेन्सको डेफिनेसनबाट सेयर र डिभेन्चर इस्यु गर्दाखेरिको खर्चलाई हटाइदियो है। पहिला क्लास के गर्यो भनेर भन्दा क्लास ध्यान दिएर बुझ्नु पर्यो। सेयर र डिभेन्चर इस्यु गरेका खर्चहरूलाई क्यापिटल एक्सपेन्डिचर मानेन, यानि कि सेयर इस्यु गर्दाखेरिको खर्च र डिभेन्चर इस्यु गर्दाखेरिको खर्चलाई एक्सपेन्स क्लेम गर्न पाइयो। अब सेयर इस्यु गर्दाखेरिको इस्युएन्स एक्सपेन्स, सेयर इस्युएन्स एक्सपेन्स र डिभेन्चर इस्यु गर्दाखेरिको जुन कस्ट आउँछ नि, त्यो कस्टलाई क्लास हामीले खर्च मान्न पाइने भयो। त्यसलाई क्यापिटल नेचरको खर्चमा राखेन है। यो वर्षबाट अदर देन एक्सपेन्सेस इन्कर्ड इन इस्युएन्स अफ सेयर र डिभेन्चर भनेर लेखिदिनुको अर्थ यसलाई क्यापिटल खर्च मानेन। सो यसलाई क्लास हामीले यही वर्ष खर्च लेख्न पाइने भयो कि भएन क्लास? क्लास यसले पनि हाम्रो क्लास यो एमेन्डमेन्ट कभर भयो कि भएन क्लास? बुझियो बुझिएन? यो एमेन्डमेन्टको इम्प्याक्ट बुझियो क्लास? म अगाडि बढौँ क्लास, मलाई ग्रिन सिग्नल देऊ क्लास। म अगाडि बढौँ कि नबढौँ क्लास? क्लास क्लियर छ कि छैन यहाँसम्म? यस सर। अगाडि बढौँ। 33 क भइसकेको छ, 33 ख भइसकेको छ। 47 क हट्यो क्लास। आनन्द भयो अब जिन्दगीमा। 47 क जुन ब्याङ्क तथा ब्याङ्कहरू मर्ज हुन्थे, इन्सुरेन्स कम्पनी मर्जर हुँदा सेक्सन 47 कले विभिन्न बेनिफिट दिएको थियो कि थिएन क्लास? सेक्सन 47 कले ब्याङ्क मर्ज हुँदा, इन्सुरेन्स कम्पनी मर्ज हुँदा विभिन्न प्रकारको बेनिफिट दिएको थियो। तर क्लास त्यो पहिले काम नलाग्ने भइसकेर भएर बसिसकेको थियो, किनकि क्लास त्यो प्रोभिजन सनसेट भइसकेको थियो। त्यसको लागि यो 47 कको बेनिफिट पाउनको लागि कहिलेसम्म निवेदन हाल्नुपर्छ भन्ने कुरा त्यो डेट कटिसकेको थियो। त्यो डेट कटिसकेको थियो। हामीले यो 47 कको बेनिफिट यसै पनि लिन पाएका थियौँ र क्लास? यसै पनि लिन पाइएको थिएन। सो भएर पनि त्यति फाइदा भएको थिएन, भएर पनि यसको औचित्य केही पनि थिएन। अहिले डिलिट गरिदियो, अब टेन्सनै भएन, आनन्द भयो। अब डिलिटै गरिदियो, प्रोभिजनै छैन, आनन्द भयो। पहिला भएर पनि केही फाइदा दिएको थिएन, अब नभएपछि झन् टेन्सनै सखाप भयो, केही पनि टेन्सन लिनै परेन। क्लास यो एमेन्डमेन्ट बुझियो बुझिएन क्लास? क्लास यो एमेन्डमेन्ट बुझियो कि बुझिएन? यस सर। बुझ्यो। क्लास सेक्सन 57 मा एउटा एमेन्डमेन्ट के आएको छ भन्दाखेरि चाहिँ यदि कुनै मान्छेको मृत्यु भएर यदि सेयर ट्रान्सफर भएको छ, यदि कुनै बेनिफिसियल ओनरको डेथ भएको कारणले गर्दा यदि त्यो के भएको उनीहरूको लिगल आयरमा छोराछोरीहरूको नाममा यदि सेयर ट्रान्सफर भएको छ भने त्यो केसमा 50% अर मोर चेन्ज भए पनि दफा 57 नलाग्ने भनेर एउटा एक्सेप्सन आयो योचोटि है। एउटा एक्सेप्सन के आयो क्लास भन्दाखेरि अर्को यो पहिल्यै थियो, एउटा एक्सेप्सन त पहिल्यै थियो। यो के भन्छ, यो स्टार्टअप भेन्चर र प्राइभेट इक्विटी फन्डहरूको लगानीको एक्सेप्सन त पहिल्यै थियो। त्यसमा हुँदा हुँदा क्लास अहिले यो वर्ष क्लास के एक्सेप्सन आयो? यदि कुनै व्यक्तिको मृत्यु हुन्छ र उसको सेयर उसका छोराछोरीको नाममा ट्रान्सफर हुन्छ भने त्यसले गर्दा भएको 50% अर मोर चेन्ज, त्यसले गर्दा भएको 50% अर मोर चेन्जले गर्दा कुनै पनि इन्टिटीमा दफा 57 लाग्दैन भन्ने एउटा चेन्ज। अर्को भनेको क्लास जस्तै कम्पनी एले कम्पनी बीमा लगानी गरेको थियो, कम्पनी एले कम्पनी बीमा लगानी गरेको थियो। मानौँ कम्पनी ए को सेयर होल्डिङ प्याटर्न चेन्ज भयो भने, कम्पनी ए को सेयर होल्डिङ प्याटर्न चेन्ज भयो भने अल्टिमेटली के भन्छ कम्पनी बीलाई पनि दफा 57 लाग्थ्यो कि लाग्दैन क्लास? जस्तै कम्पनी एले कम्पनी बीमा लगानी गरे हुन्थ्यो, कम्पनी ए को सेयर होल्डिङ प्याटर्न चेन्ज भयो भने
कम्पनी एलाई त 57 लाग्थ्यो तर अल्टिमेट कन्ट्रोल चेन्ज भएको कारणले गर्दा कम्पनी बीलाई पनि 57 लाग्थ्यो कि लाग्दैन क्लास? लाग्ने गर्थ्यो कि गर्दैन क्लास अघिल्लो आइटमसम्म? भन क्लास। कम्पनी लाग्थ्यो एले कम्पनी बीलाई होल्ड गरेको छ। कम्पनी ए को सेयर होल्डिङ प्याटर्न 50% अर मोर चेन्ज हुँदा कम्पनी एलाई त 57 लाग्यो, त्यो त अहिले पनि लाग्छ। तर कम्पनी एले कम्पनी बीलाई होल्ड गरेको कारणले गर्दा कम्पनी बीको पनि अल्टिमेट ओनर चेन्ज भएको कारणले कम्पनी बीमा पनि 57 हानेको हो कि क्लास? हामीले त्यस्तो क्वेसन पनि गरेको हो कि एउटा दुईटा क्लासमा? त्यो हस्पिटल क्वेसन पनि त्यही थियो कि थिएन क्लास? एउटा हस्पिटल क्वेसन गर्थ्यो नि 57मा। भनेपछि क्लास अबबाट चाहिँ क्लास के हुने भएन भन्दाखेरि त्यसरी आफ्नो माथिपट्टिको जुन मेन अल्टिमेट होल्डिङ हेर्न पर्दैन। अब कम्पनी एलाई 57, कम्पनी एलाई चाहिँ 57 लाग्छ है। कम्पनी ए को ओनरसिप चेन्ज हुँदा कम्पनी एलाई त 57 लाग्छ, तर कम्पनी एले कम्पनी बीलाई होल्ड गरेछ भन्दैमा कम्पनी बीलाई पनि 57 लाउन चाहिँ अब मिल्दैन है भनेर क्लास सेक्सन 57 ल्याइएको अर्को चेन्ज हो यो। क्लास हेर इक्जाम्पल बनाइदिएको छु मैले क्लास। कम्पनी ए नेपाली फर्मले यदि कम्पनी बी को अर्को नेपाली फर्मको 60% ओन गर्दो रहेछ, कम्पनी ए को सेयर होल्डिङ प्याटर्न 50% भन्दा बढीले चेन्ज भयो, 50 अर मोरले चेन्ज हुने बित्तिकै त्यसले गर्दाखेरि क्लास कम्पनी एलाई त 57 लाग्यो, तर कम्पनी ए को सेयर होल्डिङ प्याटर्नमा चेन्ज आएको कारणले गर्दा कम्पनी बी को पनि अल्टिमेट कन्ट्रोल के भयो? अल्टर हुन गयो। यस्तो केसमा क्लास के बुझ्न पर्यो भन्दा कम्पनी बी को केसमा चाहिँ दफा 57 लाग्दैन र कम्पनी बी का सम्पत्तिहरूलाई डिम्ड डिस्पोजल भएको मान्न पर्दैन है। यस्तो केसमा क्लास के बुझ्न पर्यो भन्दाखेरि चाहिँ क्लास नाउ इन दिस केस सेक्सन 57 will not be applicable for company B and will only be applicable for company A। अब कम्पनी एलाई त लाग्ने नै भयो, तर कम्पनी एमा लाग्यो भन्दैमा कम्पनी एले होल्ड गरेको कम्पनी बीमा पनि लाग्छ भन्ने चाहिँ हुँदैन है। अब पहिला हुन्थ्यो, पहिला अल्टिमेट होल्डिङ चेन्ज भयो, त्यही भएर हामीलाई पनि लाग्छ भन्ने लजिक थियो कि अब त्यो लजिकबाट हामी मुक्त भयौँ। त्यो केसमा त्यसरी लजिक लगाउन मिल्दैन है अब भनेर यसले भन्यो। एउटा यो इक्जाम्पल भयो। अर्को इक्जाम्पल क्लास द सोल ओनर अफ अ फ्यामिली बिजनेस पासेस अवे। क्लास बिजनेसको मेन जो व्यक्ति थियो ओनर, त्यो फ्यामिली बिजनेसको ओनर त्यो मर्यो र उसको 100% उसको ओनरसिप उनीहरूको छोराछोरीहरूमा ट्रान्सफर भयो। क्लास यो ट्रान्सफर भनेको डेथको कारणले गर्दा भएको इनभोलेन्टरीली ट्रान्सफर भएको हुनाले गर्दा यस्तो केसमा डिम्ड डिस्पोजल मानिँदैन। यो केसमा क्लास म बुझ्न पर्यो कि त्यो इन्टिटीमा दफा 57 लाग्दैन। नो, फ्यामिली बिजनेस इन्टिटी हो है। नो, सेक्सन 57 will be applicable on such entity। नर्मल केसमा बाउले छोरालाई सेयर ट्रान्सफर गरिदिएको भए, नर्मल केसमा क्लास मानम अंशबन्डामा 3 पुस्ताभित्र यदि सेयर ट्रान्सफर गरिदिएको भए के हुन्थ्यो क्लास? मलाई कसरी भनिदेऊ ल। यदि क्लास मानम यो मरेको केसमा मरेर यदि छोराछोरीको नाममा सेयर गएको केसमा त त्यो संस्थामा दफा 57 लागेन, तर मानम के भएको थियो क्लास भन्दाखेरि चाहिँ यदि कुनै बाउले अंशबन्डा गर्दाखेरि छोराछोरीहरूलाई भनेको 3 पुस्ताभित्र विथाउट एनी पर्चेज एन्ड सेल्स ट्रान्जेक्सन सेयर ट्रान्सफर गरेर रहेछ, नामसारी गरिदिएको रहेछ, यो केसमा क्लास के हुन्थ्यो? दफा 57 लाग्थेन क्लास त्यो इन्टिटीमा? भन क्लास, यो केसमा त्यो इन्टिटीमा दफा 57 लाग्थ्यो कि लाग्थेन? भनिदेऊ क्लास। यदि कुनै व्यक्तिको मृत्यु भयो र यदि उसले आफ्नो 3 पुस्तालाई के गर्यो? आफ्नो सेयर विथाउट एनी पर्चेज एन्ड सेल ट्रान्जेक्सन नामसारी गरिदियो, यस्तो केसमा त्यो इन्टिटीमा 50% अर मोरको चेन्ज त आएको छ। मलाई भन्दै त्यो इन्टिटीमा दफा 57 लाग्छ कि लाग्दैन क्लास? लाग्ला कि नलाग्ला क्लास? क्लास यस्तो केसमा दफा 57 लाग्छ संस्थामा। हो त्यो सेयर ट्रान्सफर गर्दाखेरिको गेनमा कर लाग्दैन किनकि त्यो एनबिसी होइन, त्यो व्यक्तिगत सम्पत्ति हो है। त्यो बाउले जुन छोरालाई सेयर ट्रान्सफर गरिदियो नि अंशबन्डाको रूपमा, त्यो बेलामा त्यो गेन क्यालकुलेट गरेर कर बुझाउन पर्दैन किनकि यो एनबिसी हुँदैन। 3 पुस्ताभित्र ट्रान्सफर गरेको केस यो व्यक्तिगत सम्पत्ति हुन्छ, यस्तो खेलको केसमा गेन पनि निकाल्न पर्दैन, कर पनि लाग्दैन, ठिक छ। तर त्यो संस्थामा दफा 57 लाग्छ, त्यो संस्थाको त साउ चेन्ज भयो नि त, संस्थालाई चाहिँ दफा 57 लाग्छ। तर त्यही केसमा यदि कुनै बाउको मृत्यु भयो र उसको छोराछोरीले ट्रान्सफर पायो भने त्यो केसमा एनबिसिए पनि भएन, कर लाग्ने कुरै त हुँदै भएन।
त्यो केसमा क्लास हाम्रो एनबिसी हुँदै भएन, अथवा भनौँ ल त्यो केसमा मानौँ ट्रान्सफर भएको रहेछ, 3 पुस्ताभित्र ट्रान्सफर भएको हुन्छ विदाउट एनी कमर्सियल पर्चेज एन्ड सेल, त्यो केसमा एनबिसी हुँदैन, कर लाग्ने कुरै हुँदैन। तर संस्थामा पनि दफा सन्ताउन्न लागेन क्या त्यो केसमा संस्थामा पनि क्लास के लाग्ने भएन, दफा सन्ताउन्न लाग्ने भएन भनेर के गर्यो, सेक्सन 57मा नयाँ एमेन्डमेन्ट आयो। कुनै व्यक्तिको मृत्यु हुन्छ र उसको लिगल हायरमा इनभोलेन्टरी ट्रान्सफर हुन्छ भने संस्थामा दफा सन्ताउन्न लाग्दैन भनेर क्लासले के गर्यो, क्लेरिफाई गर्यो। क्लास बुझ्यो क्लास यो एमेन्डमेन्ट? क्लास यो दुईटा जुन चेन्ज आयो, दुईटा जुन दफा सन्ताउन्न नलाग्ने जुन केस थपिदियो, यो दुईटै केस बुझ्यो कि बुझिएन क्लास? क्लास यो दुईटै केस बुझ्यो कि बुझिएन क्लास? यस सर। ओके, अर्को क्लास, अर्को सेक्सन 59 को 1 कमा आएको एमेन्डमेन्ट छ। पहिला क्लास ब्याङ्क तथा वित्तीय संस्थाहरूले होइन, पहिला ब्याङ्क तथा वित्तीय संस्थाहरूले भनौँ न, पहिला भनेको तिमीहरूको ब्याङ्किङ बिजनेस सब्जेक्ट टु द स्ट्यान्डर्ड प्रेस्क्राइब बाई नेपाल राष्ट्र ब्याङ्क भनेर भनेका थिए। पहिला के हुन्थ्यो भन्दाखेरि चाहिँ पहिला ब्याङ्किङ व्यवसाय गर्ने राष्ट्र ब्याङ्कले तोकिदिएको स्ट्यान्डर्ड बमोजिम ब्याङ्किङ व्यवसाय गर्ने व्यक्तिहरूले लोन लस प्रोभिजन भनेर क्लास खर्च क्लेम गरेर पाउँथे। क्लास पहिला ऋण तथा बचत सहकारीहरूले पनि पाउँथे, ब्याङ्क तथा वित्तीय संस्थाहरूले पनि पाउँथे। अब कसले पनि पाउने भयो भन्दा यदि नेपाल राष्ट्र ब्याङ्कबाट एप्रुभल लिएर यदि कुनै हायर पर्चेज ट्रान्जेक्सन गर्ने इन्टिटी, हायर पर्चेज ट्रान्जेक्सन गर्ने इन्टिटीहरूले पनि क्लास के गर्न पाउने भयो, जसले हायर पर्चेजमा दिन्छ नि, हायर पर्चेज लोन दिन्छ जसले, त्यस्ता खालका इन्टिटीहरूले पनि काम गर्ने भनेको त ब्याङ्कै हो। जस्तै गर्छु नि क्लास, जस्तै यो हाम्रो के भन्छ एमएडब्लु इन्टरप्राइज भन्ने कम्पनी छ, त्यसले गाडी बेच्छ, त्यसको आफ्नै छुट्टै फाइनेन्स कम्पनी पनि छ, त्यसले के गर्छ, त्यसले लोन पनि दिन्छ है क्लास। त्यसले नेपाल राष्ट्र ब्याङ्कबाट एप्रुभल लिएर बसेको छ, त्यसले त्यो गाडीको लागि लोन पनि दिन्छ। जस्तै आज तिमीलाई गाडी किन्न मन लाग्यो भने ब्याङ्कबाट लिए पनि हुन्छ लोन, अथवा त्यही गाडी कम्पनीको आफ्नै फाइनेन्स कम्पनी पनि हुन्छ, त्यही फाइनेन्स कम्पनीबाट लिए पनि हुन्छ। हो, त्यस्तो फाइनेन्स कम्पनीहरूले पनि नेपाल राष्ट्र ब्याङ्कले तोकिदिएको स्ट्यान्डर्ड बमोजिम जुन लोन लस प्रोभिजन बुक गरे हुन्छन्, त्यो लोन लस प्रोभिजनलाई उनीहरूले पनि इन्कम ट्याक्समा खर्च क्लेम गर्न पाउने भए। जुन सुविधा पहिला ब्याङ्क तथा वित्तीय संस्था सहकारीहरूले पाएका थिए लोन लस प्रोभिजन बुक गर्न, त्यो खर्च बुक गर्ने सुविधा, त्यो सुविधा अब कसले पनि पाउने भयो, हायर पर्चेजको ट्रान्जेक्सन गर्ने व्यक्तिहरूले पनि। नेपाल राष्ट्र ब्याङ्कको एप्रुभल लिएर हायर पर्चेजको ट्रान्जेक्सन गर्ने व्यक्तिहरूले पनि, त्यो सहुलियत पाए कि पाएन, त्यो सुविधा पाए कि पाएनन् क्लास? पाए कि पाएनन् क्लास? पाए। अर्को क्लास के भन्नु भन्दाखेरि क्लास डिपार्टमेन्टले गरेको इन्टरप्रिटेसन फाइनल भनेर भन्छ क्लास। जुन पब्लिक सर्कुलर जारी गर्छ नि क्लास, पब्लिक सर्कुलर जुन जारी गरे हुन्छ, पब्लिक सर्कुलरको इन्टरप्रिटेसन मेड बाई द डिपार्टमेन्ट स्याल बी फाइनल क्लास। अब त्यो पब्लिक सर्कुलरमा पनि त्यो पब्लिक सर्कुलरले भन्न खोजेको के हो भन्ने कुरामा विवाद भयो भने डिपार्टमेन्टले जुन भन्छ नि, यो पब्लिक सर्कुलरले भन्न खोजेको यो हो भनेर जुन भन्छ नि क्लास, त्यो पब्लिक सर्कुलरद्वारा गरिएको जुन इन्टरप्रिटेसन हुन्छ, डिपार्टमेन्टले जुन सूचना निकाले हुन्छ, पब्लिक सर्कुलर जारी गरे हुन्छ, त्यो पब्लिक सर्कुलर जुन जारी गरे हुन्छ क्लास, त्यसले गरेको इन्टरप्रिटेसन, त्यो पब्लिक सर्कुलरले जुन इन्टरप्रिटेसन गर्छ त्यो डिसिजन क्लास के हुन्छ, फाइनल हुन्छ। त्यो डिसिजन के हुन्छ क्लास, फाइनल हुन्छ भनेर भन्छ। त्यही भएर क्लास आइआरडीले यदि कुनै पब्लिक सर्कुलर अब आजको दिनमा जारी गरिदियो भने त्यो पब्लिक सर्कुलरबाट जुन चिज जारी भएको हुन्छ नि, जुन कुरा लेखेर जारी भएको हुन्छ, त्यो चिज फाइनल हुन्छ भनेको त्यो चिज सबैलाई बाइन्डिङ हुन्छ, मान्नै पर्छ। पब्लिक सर्कुलर एक किसिमले भन्ने हो भने, कानुनको एक किसिमले भन्ने हो भने फाइनल इन्टरप्रिटेसन जस्तो। अब कोर्टमा त च्यालेन्ज हुन्छ, तर त्यो कोर्टमा च्यालेन्ज नभइन्जेलसम्मको लागि त्यो पब्लिक सर्कुलर के हुन्छ क्लास भन्दाखेरि पब्लिक सर्कुलरले गरेको इन्टरप्रिटेसन फाइनल इन्टरप्रिटेसन हुन्छ। के हुन्छ क्लास, फाइनल इन्टरप्रिटेसन हुन्छ भन्ने कुरो बुझ्नु पर्यो। क्लियर क्लास? कहाँनिर बुझिन्छ? यसले हाम्रो थ्योरी च्याप्टरमा गएर तिमीहरू के गर्छौ, यो शब्दलाई, यो सेन्टेन्सलाई एड गर्छौ। थ्योरी च्याप्टरमा गएर क्लास के गर्छौ, तिमीहरूले यो सेन्टेन्सलाई तिमीहरूले एड गर्नेवाला छौ। कहाँनिर क्लियर छ क्लास? क्लास अब अर्को हेरौँ, सेक्सन 82 क। यो क्लास नयाँ सेक्सन थपियो है, 82 क भनेर क्लास नयाँ दफा थपियो। यसले के भन्छ भन्दाखेरि चाहिँ इन्फर्मेसन र स्टेटमेन्ट माग्न मिल्ने पावर, स्टेटमेन्ट र इन्फर्मेसन माग्न मिल्ने पावरको बारेमा कुरा गर्छ। फर द इम्प्लिमेन्टेसन अफ दिस एक्ट, यो एक्ट इम्प्लिमेन्ट गर्नको लागि सब्जेक्ट टु प्रिभेलिङ लज द डिपार्टमेन्ट मे अब्टेन थ्रु इलेक्ट्रोनिक मिन्स है, डिपार्टमेन्टले इलेक्ट्रोनिकल्ली डकुमेन्ट माग्न सक्छ, इन्फर्मेसन माग्न सक्छ, स्टेटमेन्ट माग्न सक्छ रिलेटेड टु फाइनेन्सियल ट्रान्जेक्सन्स अफ एनी पर्सन्स सिचुएटेड इन नेपाल। कुनै पनि व्यक्तिसँग उसको स्टेटमेन्ट र कुनै पनि प्रकारको जानकारी इलेक्ट्रोनिकल्ली माग्न सक्छ।
जस्तै इन्क्लुडिङ त्यो मान्छेको कस्टमरको डाटा माग्न सक्छ, त्यो व्यक्तिको इम्प्लोइको डाटा, सर्भिस को लिन्छन्, कस्टमरको डाटा, मेम्बरको डाटा, अथवा अर एनी अदर पर्सन होल्डिङ रेकर्ड्स अफ सच पर्सन, अर एनी अदर पर्सन होल्डिङ रेकर्ड्स अफ सच पर्सन्स। त्यो भने क्लास यदि त्यो संस्थाको रेकर्ड अरू कुनै संस्थाले यदि रेकर्ड मेन्टेन गरेर राखिरहेको छ भने त्यो संस्थाको पनि क्लास के गर्न सक्छ भन्दाखेरि चाहिँ रेकर्डहरू, डाटाहरू, डिटेल्सहरू, इन्फर्मेसनहरू सम्पूर्ण कुराहरू माग्न पाउने भयो। सो भनेपछि क्लास विभिन्न प्रकारको इन्फर्मेसन, स्टेटमेन्ट जे पनि माग्न पाउने भयो भन्ने कुरा क्लास के गर्यो, यसले यहाँ गर्यो। अर्को कुरा, अर्को एमेन्डमेन्ट भनेको क्लास के भएको छ भन्दाखेरि क्लास अर्को एमेन्डमेन्ट भनेको क्लास इन्सुरेन्स एजेन्टहरूको केसमा इन्सुरेन्स एजेन्ट यदि रेजिडेन्ट नेचुरल पर्सन हुन् भने हेर क्लास इन्सुरेन्स एजेन्ट यदि के हुन् भन्दाखेरि क्लास एट द रेट अफ अब क्लास के भएको छ, उनीहरूलाई जुन कमिसन अथवा सर्भिस फी दिन्छौँ नि, कमिसन अथवा जुन सर्भिस फी दिन्छौँ त्यसमा टिडिएसको रेट बढेर 20% भएको छ। पहिला जेनरल रेट 15% लाग्थ्यो भने अब तोकिएको दर 20% लाग्ने भएको छ। एट द रेट अफ 20% अन सर्भिस चार्ज अर कमिसन पेड टु एन इन्सुरेन्स एजेन्ट हु इज अ रेजिडेन्ट नेचुरल पर्सन। यदि कुनै त्यो इन्सुरेन्स एजेन्ट रेजिडेन्ट नेचुरल पर्सन हो भने उसलाई त्यो कमिसनको पेमेन्ट गर्दा, सर्भिस फीको पेमेन्ट गर्दा 20% टिडिएस काट्ने भनेर भनियो। र क्लास अर्को एमेन्डमेन्ट भनेको पछि हामीले पढ्छौँ, तलपट्टि गएर क्लास हेर्छौँ, त्यस्तो खालको जुन 20% टिडिएस काटिन्छ नि उनीहरूको सर्भिस फी कमिसनमा, त्यसलाई सेक्सन 92 बमोजिम फाइनल विथहोल्डिङ पेमेन्टमा पनि राखेको छ। भनेपछि क्लास कुनै रेजिडेन्ट नेचुरल पर्सनवाला इन्सुरेन्स एजेन्टलाई यदि हामीले सर्भिस फी अथवा कमिसन पेमेन्ट गर्दैछौँ भने अबबाट 20% टिडिएस काट्न पर्यो, र त्यो चाहिँ एज पर सेक्सन 92 फाइनल विथहोल्डिङ पेमेन्ट हुने भयो भन्ने कुरोमा हामीले झुकिनु भएन। अगाडि बढाउँ क्लास। अर्को के आयो क्लास चेन्ज भन्दाखेरि क्लास अर्को भने क्लास एउटा चिज फालियो, जुन हाम्रो कन्ज्युमर कमिटीहरूलाई 50 लाखभन्दा बढीको पेमेन्ट गर्दा, कन्ज्युमर्स कमिटी अथवा युजर्स कमिटीहरूलाई 50 लाखभन्दा बढीको पेमेन्ट गर्दा 1.5% काट्नुपर्ने व्यवस्था थियो नि 89(3) कमा। अब क्लास त्यो प्रोभिजन खारेज भएको छ। भनेपछि युजर्स कमिटीहरूलाई पेमेन्ट गर्दाखेरि त्यो 50 लाख कटेको केसमा 1.5% काट्न नपर्ने भएको छ र 1.5% को प्रोभिजन डिलिट भएको छ। युजर्स कमिटीहरूलाई पेमेन्ट गर्दाखेरि 50 लाख एक्सिडिङ पेमेन्ट गर्न पर्यो भने पहिला 1.5% टिडिएस काट्न पर्थ्यो भने अहिले त्यो 1.5% को प्रोभिजन नै छैन। अहिले अब त्यो 50 लाख कटेको खण्डमा युजर्स कमिटीहरूलाई 1.5% काट्नुपर्छ भन्ने प्रोभिजन आजको दिनमा डिलिट भएको छ। अर्को क्लास सेक्सन 92 मा के चेन्ज आएको छ त भन्दा क्लास एउटा कुरा त यो थप्यो, यदि हामीले इन्सुरेन्स एजेन्ट जो रेजिडेन्ट नेचुरल पर्सन हो, यदि कुनै पनि इन्सुरेन्स एजेन्ट जो रेजिडेन्ट नेचुरल पर्सन हो यदि उसलाई पेमेन्ट गर्दैछ भने 20% टिडिएस काट्नुपर्छ र त्यो फाइनल हुन्छ भन्ने कुरा थपियो। अर्को क्लास के भयो भन्दाखेरि हाम्रो जग्गा घर जग्गा र सेयर, जग्गा घर जग्गा र सेयर जुन छ नि क्लास, जग्गा घर जग्गा र सेयरको गेन जुन चाहिँ हाम्रो रेजिडेन्ट नेचुरल पर्सनको जुन एनबिसी हुन्छ नि, एनबिसी र नन रेजिडेन्टहरूको जुन एनबिसी हुन्छ त्यसको बारेमा कुरा गर्दैछ। रेजिडेन्ट नेचुरल पर्सनको एनबिसी को गेन, जग्गा घर जग्गा र सेयर बेचेर आएको गेन, रेजिडेन्ट नेचुरल पर्सनको जग्गा घर जग्गा र सेयर बेचेर आएको गेनमा जुन टिडिएस काटे हुन्छ नि अथवा जुन एडभान्स ट्याक्स काटे हुन्छ त्यो कुरा गर्दैछ। र नन रेजिडेन्टले जग्गा घर जग्गा र सेयर बेचेर आएको गेन, नन रेजिडेन्टले जग्गा घर जग्गा र सेयर बेचेर जुन गेन कमाएको हुन्छ त्यो गेनको बारे कुरा गर्दैछ। जग्गा घर जग्गा र सेयर बेचेर आएको जुन गेन हुन्छ त्यो गेनमा काटेको जुन एडभान्स ट्याक्स हुन्छ त्यो एडभान्स ट्याक्स फाइनल कि एडभान्स त्यो टिडिएस अथवा त्यो 95 क बमोजिम जुन जग्गा घर जग्गा र सेयरमा जुन एडभान्स ट्याक्स कलेक्ट गरे हुन्छ नि क्लास, कसको केसमा, रेजिडेन्ट नेचुरल पर्सनको एनबिसी को केसमा र नन रेजिडेन्ट व्यक्तिहरूको केसमा त्यो फाइनल कि एडभान्स भन्नु क्लास एकदम ध्यान दिएर बुझ्न पर्यो। यदि तिम्रो इच्छा रिटर्न नभर्ने हो भने यो एनबिसी को गेनले गर्दा मात्र रिटर्न भर्न पर्दैन। अब यदि तिम्रो इच्छा रिटर्न भर्न नपर्ने हो, म रिटर्न भर्दिनँ भन्ने छ भने यो एनबिसी को कारणले गर्दा मात्र रिटर्न भर्न पर्दैन, किनकि एनबिसीलाई फाइनल भन्न मिल्छ। अब एनबिसी को गेनलाई अथवा नन रेजिडेन्टले यस्तो जग्गा घर जग्गा र सेयर बेचेर आएको गेनलाई फाइनल मजाले मान्न पाउँछ, यति कारणले गर्दा रिटर्न भर्न पर्दैन। तर मानव अन्य कुनै कारणले गर्दा रिटर्न भर्न पर्नेछ, अन्य कुनै प्रोभिजनले गर्दाखेरि, मानव तिम्रो अरू बिजनेस इन्कम, इन्भेस्टमेन्ट इन्कम भएको कारणले गर्दाखेरि रिटर्न भर्न पर्ने तिमीहरूलाई म्यान्डेटरी छ भने अब एनबिसी फेरि के हुँदैन, त्यो केसमा फाइनल विथहोल्डिङ हुँदैन। त्यो क्लास दुईटा केस भयो। यदि तिमीले रिटर्न भर्ने तिम्रो चाहना छैन र तिमीलाई रिटर्न भर्न पनि पर्ने छैन भने यो एनबिसीले गर्दा मात्र रिटर्न भर्न पर्दैन। त्यो केसमा एनबिसी को गेनलाई तिमीले फाइनल मानेर इन्कममा नहाल्ने, त्यसमा काटेको टिडिएसलाई पनि एडभान्स ट्याक्स नघटाउने। तर यदि तिमी रिटर्न भर्न पर्ने व्यक्ति हो,
अन्य कुनै कारणले गर्दा एनबिसिए भन्दा बाहेकको अन्य कुनै कारणले गर्दा रिटर्न भर्न पर्ने भइसकेको छ भने अब त्यो एनबिसिएको गेनलाई फाइनल मान्ने होइन, अब त्यसलाई इन्कममा पनि हाल्ने र पछि तलपट्टि गएर त्यसमा काटेको ट्याक्सलाई एडभान्स ट्याक्स भनेर घटाउनु पनि पाइयो, त्यसमा काटेको ट्याक्सलाई एडभान्स ट्याक्स भनेर घटाउनु पनि पाइयो। तर यदि अरू कुनै पनि कारण छैन रिटर्न भर्ने भने एनबिसिएको कारणले गर्दा मात्र रिटर्न भर्न पर्दैन, किनकि एनबिसिएको गेनलाई फाइनल ट्रिट गरिदिन सक्छौ र फाइनल मानेपछि त रिटर्नमा आउने नै भएन। र यदि त्यही भएर क्लास के बुझ्न पर्यो, यदि तिम्रो इच्छा रिटर्न भर्ने होइन, अन्य कुनै कारणले पनि रिटर्न भर्न पर्दैन भने एनबिसिएको गेन इज फाइनल विथहोल्डिङ पेमेन्ट। तर यदि अन्य कुनै कारणले गर्दा रिटर्न भर्न पर्ने अवस्था आइसकेको छ भने एनबिसिए इज नट फाइनल विथहोल्डिङ पेमेन्ट। त्यो केसमा इन्कममा जोडेर क्यान्सरस तत्त्वलाई छुट्याएर त्यसमा 95 कर अनुसार छुट्टै कर लगाएर फेरि तलपट्टि त्यसमा काटिएको एडभान्स ट्याक्सलाई फेरि तलपट्टि सेक्सन 93 बमोजिम एडभान्स ट्याक्स भनेर क्लेम गरेर तिमीले नेट ट्याक्स लायबिलिटीको कम्प्युटेसन गर्नुपर्ने हुन्छ भनेर भन्यो। नेक्स्ट टिक्स, यो टिकटकवालाहरूको केसमा जुन 5% छ नि, एक्सपोर्ट अफ इलेक्ट्रोनिक सर्भिसेस अडियो भिजुअल कन्टेन्टहरू अपलोड गर्ने केसमा एज एन फ्रिल्यान्सरको रूपमा, एज एन फ्रिल्यान्सरको रूपमा यस्तो खालको बाहिरपट्टि कुनै पनि खालको कन्सल्टेन्सी सर्भिस दिएको थियो, त्यस्तो खालको आम्दानीमा जुन 5% काटिन्छ नि क्लास, ब्याङ्क तथा वित्तीय संस्थाले अथवा मनी ट्रान्सफर इन्टिटीले जुन 5% काट्छ त्यो हाम्रो सेक्सन 92 बमोजिम फाइनल विथहोल्डिङको लिस्टमा आइसकेको छ। सो त्यसलाई मैले इन्कममा हाल्नै पर्दैन। हुन त त्यो पहिला पनि फाइनल जस्तै जस्तै थियो, किनकि त्यसमा लाग्ने कर नै 5% हो भनेर हामी छुट्याइदिएका थियौँ, त्यसमा लाग्ने कर नै 5% हो भनेर भनिदिएका थियौँ। तर क्लास अहिले केमा राखिदियो क्लास, अझै बढी क्ल्यारिटी दिनको लागि त्यसलाई फाइनल विथहोल्डिङको लिस्टमा राखिदियो। त्यसलाई के गरिदियो क्लास, फाइनल विथहोल्डिङको लिस्टमै लगेर राखिदियो। क्लास एउटा यो आयो एनबिसीको गेन। एनबिसीको गेन फाइनली हुनसक्छ, एडभान्स पनि हुनसक्छ। यदि रिटर्न भर्न पर्ने अन्य कुनै पनि कारण छैन भने एनबिसिए फाइनल हो, रिटर्न भर्न पर्दैन। यदि रिटर्न भर्न पर्ने अन्य कुनै कारण छ भने एनबिसिएको गेन इज नट फाइनल, इन्कममा जोड्ने हो, त्यसमा काटेको एडभान्स ट्याक्सलाई तल लगेर क्लेम गर्ने हो। सो फाइनल पनि हुन सक्ने भयो, एडभान्स पनि हुन सक्ने भयो एनबिसिएको गेन। अर्को भनेको नन रेजिडेन्टले जग्गा घर जग्गा सेयर बेचेर कमाएको गेनमा काटेको ट्याक्सलाई उसले पनि फाइनल मान्न सक्छ। यदि अन्य कुनै रिटर्न छैन, अन्य कुनै रिटर्न भर्ने रिजन छैन भने उसको लागि पनि त्यो के हुन्छ, फाइनल विथहोल्डिङ पेमेन्ट हुन्छ, सकिहाल्यो। तर उसको पनि यदि अन्य कुनै रिजन छ, यदि अन्य कुनै रिजन छ रिटर्न भर्ने भने उसको लागि पनि फाइनल हुँदैन, उसले पनि इन्कममा जोड्छ र काटेको एडभान्स ट्याक्सलाई तल लगेर क्लेम गर्छ। त्यो बुझ्न पर्यो। अर्को भनेको यी टिकटकवालाहरू भयो जुन 5% ब्याङ्कले काट्ने, यो केसमा त्यही नै फाइनल बनाइदियो, झन् क्लियरिटी भयो। अब त्यसलाई फर्दर कर लाग्ने भन्ने कुरोको टेन्सनै भएन, सकिहाल्यो। अर्को क्लास अर्को पनि पोइन्ट थपिया छ क्लास, अर्को पनि पोइन्ट थपिया छ सेक्सन 92 मा। यो चिज किन थप्या आई डोन्ट नो, यसको इन्टरप्रिटेसन म गर्न सक्दिनँ। यसलाई किन थप्यो भगवान जानोस्, यसको लजिक के हो, यसको इन्टरप्रिटेसन के होस् भगवान जानोस्। अब यसको लिटरल ट्रान्सलेसन पढ्ने भने क्लास के बुझिन्छ भन्दाखेरि 6 भएको पेमेन्ट, 6 बमोजिम सर्भिसको पेमेन्टमा काटेको टिडिएस पनि फाइनल विथहोल्डिङ हुने। क्लास एउटा प्रोभिजन छ कि इ कमर्स प्लेटफर्मवाला सेक्सन 95 को 6 मा क्लास इ कमर्सले यदि तिमीहरूलाई कुनै सामान, यदि तिमीहरूले कुनै पनि सामान दराजको थ्रु बेच्यौ भने, यदि कुनै पनि सामान तिमीहरूले दराजको थ्रु बेच्यौ भने दराजले के गर्छ भन्दाखेरि त्यो बेचेर आएको पैसामा 1% एडभान्स ट्याक्स काट्छ र तिमीलाई बाँकी रहेको पैसा दिन्छ। त्यो 1% एडभान्स ट्याक्स एडभान्सै हो, तिम्रो फाइनल होइन। त्यो तिमीले त्यसलाई पछि क्लेम गर्न पाउँछौ, तर त्यो तिम्रो फाइनल टिडिएस होइन, फाइनल एडभान्स ट्याक्स होइन। त्यो तिमीले पुरै आफ्नो फेरि ट्याक्स निकालेर त्यो 1%लाई पछि एडभान्स ट्याक्स भनेर घटाउने हो, यदि सामानको केस हो भने। तर क्लास अहिले पोइन्ट के थप्दियो भन्दाखेरि सर्भिसको केस हो भने फाइनल हो। फेरि इ कमर्स प्लेटफर्मले यदि कुनै सर्भिस, तिम्रो सर्भिस बेचिदिएर सर्भिस बापतको तिमीलाई पेमेन्ट गर्दैछ भने त्यसमा जुन काटिने 1% एडभान्स ट्याक्स छ नि, त्यो 1% एडभान्स ट्याक्स अब फाइनल हुने। अब यो कहाँ प्रयोग हुन्छ, के प्रयोग हुन्छ आई डोन्ट नो। त्यस्तो इ कमर्स प्लेटफर्म पनि देखाएको छैन मैले नेपालमा जसले सर्भिसको मेडिएसन गरोस्, इन्टरमिडिएरी गरोस्। भनेपछि क्लास यदि यो प्रोभिजनलाई लिटरली पढ्ने भने त के पनि बुझियो। यो प्रोभिजनलाई यदि हामीले लिटरली पढ्ने भने त के पनि बुझियो क्लास भन्दाखेरि, यदि त्यस्तो कुनै इ कमर्स प्लेटफर्ममा मैले मानव मेरो अडिट सर्भिस लिस्टिङ गराएँ र कसैले अडिट सर्भिस किन्यो र मलाई इ कमर्स प्लेटफर्मको थ्रु पेमेन्ट आउने हो भने मलाई जम्मा 1% एडभान्स ट्याक्स लाग्ने, त्यो मेरो फाइनल विथहोल्डिङ हुने देखियो कि। जबकि मैले डाइरेक्टली मैले क्लाइन्टबाट अडिट फी लिएँ भने मेरो 1, 10, 20, 30, 36, 39 जान्छ। मैले इ कमर्स प्लेटफर्मको थ्रु डिजिटल्ली त्यो पैसा यस्तो इन्टरमिडिएरी कम्पनीहरूबाट लिएँ भने 1% एडभान्स ट्याक्स लाग्ने, सेल्सको 1% एडभान्स ट्याक्स लाग्ने, त्यही नै फाइनल विथहोल्डिङ पेमेन्ट हुने देखिन्छ। अब यो प्रोभिजन किन ल्याएको, यो प्रोभिजनले ठ्याक्कै यही कुरा भन्न खोजेको हो कि होइन, कसलाई भन्न खोजेको भगवान जानु। किन यो भन्यो, किन यो 6 को प्रोभिजन यहाँ राखियो आई डोन्ट नो। यो प्रोभिजनले केलाई इन्डिकेट गर्न खोजेको आई डोन्ट नो। तर यसलाई लिटरल ट्रान्सलेसन गर्दाखेरि यही बुझिन्छ कि डिजिटल प्लेटफर्मको थ्रु यदि कुनै सर्भिस इन्टरमिडिएरी कम्पनीबाट सर्भिस बापतको भुक्तानी हुन्छ भने त्यसमा काटिने 1% एडभान्स ट्याक्स फाइनल भन्ने बुझिन्छ, जुन एकदम गलत हो, जुन एकदम त्रुटिपूर्ण छ। त्यो हुनै हुँदैन।
यसको विषयमा किन बाहिर बजारमा आइसकेको छैन आई डोन्ट नो, तर क्लास यो त्रुटिपूर्ण छ। त्यस्तो हुने हो भने त सबैले किन डाइरेक्ट सेल गर्छन् र? सबैले यस्तो डिजिटल प्लेटफर्म खोजेर इन्टरमिडिएटकै थ्रु बेचेर आएको पैसा सेल्सको 1% एडभान्स ट्याक्स काटेर फाइनल भएर बस्छन् नि। यो प्रोभिजन किन आयो, कुन लजिकका साथ आयो, यो बुझ्न बाँकी नै छ। ओके क्लास, सेक्सन 92 पनि क्लियर भयो क्लास? सेक्सन 92 क्लियर भयो कि भएन क्लास? यहाँसम्मको एमेन्डमेन्ट क्लियर भयो क्लास? के छ भन्ने कुरा? सर त्यो हाम्रो जुन एनबिसिए वालाको छ नि, त्यसमा भने चाहिँ हाम्रो त्यो जुन अहिलेसम्म हामीले गर्दै आएको क्यालकुलेसनमा चेन्ज नहुने भयो, त्यो क्यान्सरस तत्त्वहरू जुन केही पनि हुन्न, केही पनि छैन, किनकि हामीले त रिटर्न भर्न पर्ने भएर रिटर्न भरेको होइन त्यो हो। हो। अब रिटर्न भर्नै परेपछि त एनबिसी फाइनल हुने भयो त? भएन। रिटर्न भर्ने चाहना तिम्रो छैन र रिटर्न भर्ने तिमीलाई कुनै पनि बाध्यकारी अवस्था छैन भने एनबिसिएले गर्दा मात्रै चाहिँ रिटर्न भर्न नपर्ने भन्ने कुरा। त्यो त पहिले पनि थियो कि थिएन? पहिले पनि सेक्सन 97 थियो नि क्लास। अहिले त्यसलाई 97बाट फाल्नै पर्थेन कि? अहिले त्यसलाई सेक्सन 97बाट के गरे क्लास? अहिले सेक्सन 97 नयाँ लिएर आयो होइन? पहिला त सेक्सन 97 पहिले भनिदिएको थियो नि, एनबिसिएबाट मात्रै आम्दानी छ भने रिटर्न भर्न पर्दैन भनेर पहिलाको 97मा थिएन र? यो कुरा त पहिले पनि थियो नि। त्यही कुरालाई शब्द चेन्ज गरेर त्यही कुरा इन्टरप्रिटेसन त्यही नै भयो। खासमा केही पनि भाषिक तत्त्व, केही पनि अर्थ, केही पनि लाएन, केही पनि चेन्ज भएन अघिल्लो र यो चोटिमा। किनकि पहिला पनि एनबिसिएबाट मात्रै आम्दानी छ भने पहिला पनि रिटर्न भर्थेनौँ नि यार हामीले। त्यो पहिला पनि भोलिन्टरी थियो नि, अहिले पनि त्यो भोलिन्टरी भयो। अहिले पनि यदि मेरो अन्य कुनै पनि कारणले रिटर्न भर्न पर्ने छैन भने एनबिसिएको कारणले गर्दा मात्रै रिटर्न भर्न पर्दैन भन्ने प्रोभिजन आयो। जबकि फेरि प्र्याक्टिकल्ली एनबिसिएबाट मात्रै आम्दानी छ भने पनि खास मलाई रिटर्न भर्दा फाइदा छ कि? म यदि रिटर्न भर्छु भने मलाई फाइदा छ, किनकि पहिलो फर्स्ट स्ल्याबको लिमिटको बेनिफिट अनयुटिलाइज बेसिक एक्जम्सन लिमिट मैले लिन पाउँछु कि। तर जहिले पनि एनबिसिएको गेन छ भने रिटर्न भर्दाखेरि नै फाइदा हुन्छ। कुन बेकुफले भर्दैन रिटर्न? अब गाह्रो भयो, यो कहाँ यो कम्प्युटर चलाउने, कहाँ रिटर्न भर्ने भन्ने व्यक्तिले मात्र नभर्ने हो, होइन भने त भर्दाखेरि बेनिफिट छ कि छैन प्रज्वल? छ सर। छ। त्यही भएर पहिला र अहिलेमा भाषिक त्यति साह्रै कुनै पनि जिस डिफ्रेन्स आएको छैन, शब्द मात्र परिवर्तन गर्दै गरेको पनि होइन। सर तर प्राय अरू उसमा चाहिँ फाइनलै लेखेको देखेको थिएँ कि मैले चाहिँ, त्यही भएर चाहिँ अनि ब्राकेटमा फाइनल लेखेको थिएँ नि। केमा? त्यो प्राय सोसियल मिडियातिर अमेन्डमेन्टहरूको त्यो पिडिएफहरूतिर नि फाइनल लेखेको देखेको थिएँ यस्तो ब्राकेटमा। सोसियल मिडियाका पिडिएफहरू पढ्ने हामी छैनौँ। हामी सोसियल मिडियाको पिडिएफ पढ्दैनौँ, किनकि क्लास हामी फेरि सिए फाइनलको इक्जाम दिँदैछौँ, क्याप 2 को इक्जाम दिँदैछौँ, फाइनलको इक्जाम दिँदैछौँ। सिएको इक्जाममा यो पब्लिक पिडिएफ, युट्युब भिडियो, टिकटक भिडियो हेरेर डिसिजन लिने होइन है। त्यो एकदम यहाँ त शब्द केलाउनु पर्छ पर्दैन प्रज्वल? पर्छ। तर त्यो फाइनल नभने पनि फाइनल जस्तै छैन र एडिसनल ट्याक्स आउँछ त्यसमा प्रज्वल? आउँदैन। आउँदैन। बरु उल्टै फाइदा हुन्छ कि हुँदैन? बरु उल्टै अनयुटिलाइज लिमिटको बेनिफिट लिएर उल्टै फाइदा हुन्छ कि हुँदैन प्रज्वल? हुन्छ। हुन्छ। भनेपछि यसमा त फाइनल भन्ने जरुरी नै छैन क्या। जनतालाई यसो लै फाइनल भन्न खुसी बनाउन मात्रै भने, पहिले फाइनल थिएन र त्यो। ल क्लास अब यो जग्गा घर जग्गा र सेयरको गेनमा एनबिसिएको गेनमा क्लास ट्याक्स रेट चेन्ज भएको छ है। जग्गा घर जग्गा र सेयरको केसमा एनबिसिएको गेनमा ट्याक्स रेट चेन्ज भएको छ। सेयरको केसमा पहिला जहाँ 5% थिए अहिले 7.5% भएको छन्। 7.5 को ठाउँमा 10 भएको छ। पहिला 5 को ठाउँमा अहिले 7.5, पहिलाको 7.5 मा 10, पहिलाको 5 मा अहिले 7.5, पहिलाको 7.5 मा 10। कहाँ छ नोटमा ठ्याक्क त्यही चेन्ज गर्दा हुन्छ। र जग्गा घर जग्गामा पनि त्यही हो। पहिलाको 5 मा अहिले 7.5, पहिलाको 7.5 मा अहिले 10, पहिलाको 5 मा अहिले 7.5, अहिलेको 7.5 मा पहिलाको 7.5 मा अहिले 10, पहिलाको 5 मा अहिलेको 7.5। बस यो जहाँ छ त्यो चेन्ज गर्दा हुन्छ है। एउटा चिज क्लास नयाँ आएको भनेको चाहिँ यदि कुनै पनि ल्यान्ड एन्ड बिल्डिङ तिमीले नेचुरल पर्सनले होल्ड गरेको ल्यान्ड एन्ड बिल्डिङ यदि के गरेका छौ भन्दाखेरि क्लास, यदि नेपाल सरकारलाई कम्पलसरी एक्विजिसनको कारणले गर्दा, यदि नेपाल सरकारले कुनै प्रोजेक्ट गर्न पर्यो, र कुनै प्रोजेक्ट गर्दाखेरि मानव तिम्रो जग्गा लिन पर्ने भयो है, मानव इन्टरनेसनल एयरपोर्ट बनाउँदाखेरि तिम्रो जग्गा लिन पर्ने भयो भने तिमीलाई कम्पेन्सेसन दिन्छ कि दिन्न? दिन्छ। त्यस्तो कम्पेन्सेसनमा गेन निकाल्न सिकेको हो कि होइन क्लास? सेक्सन 46 मा त्यस्तो इनभोलन्टरी डिस्पोजलमा गेन निकाल्न सिकेको हो कि होइन? हो। त्यो गेनमा क्लास अब कति मात्र कर लाग्ने भयो? 2.5% मात्र कर लाग्ने भयो। कति पर्सेन्ट मात्र कर लाग्ने भयो? 2.5% मात्र कर लाग्ने भयो। यो तिमीहरूको नयाँ रेट डिसाइड गरिदियो है त। यदि नेपाल सरकारले आफ्नो प्रोजेक्टको लागि तिमीहरूसँग जग्गा के गरेको छ, मुआवजामा लिएको छ, तिमीहरूलाई कम्पेन्सेसन दिएर लिएको छ भने त्यो कम्पेन्सेसनबाट तिमीलाई जति गेन हुन्छ नि त्यो गेनमा जम्मा तिमीहरूलाई 2.5% कर बुझाउनु पर्छ।
कति मात्रै 2.5% मात्र कर बुझाउनुपर्छ भन्ने कुरो बुझ्नु पर्यो एक कुरा है। तर यदि तिमीहरूले फ्रीमा दिएको छौ भने क्लास, यदि तिमीहरूले कुनै पनि फेडरल प्रोभिन्स लोकल गभर्मेन्टलाई जग्गा फ्रीमा दिएको छौ भने त्यो बेलामा तिमीहरूलाई क्यापिटल गेन ट्याक्स लाग्ने कि नलाग्ने? सर त्यो केसमा त सेक्सन 10 अनुसार एक्जेम्ट गरिदिएको कि होइन क्लास? सेक्सन 10 अनुसार यदि कुनै पनि जग्गा घर जग्गाहरू तिमीहरू के गर्छौ, प्रोभिन्स लोकल अथवा फेडरल गभर्मेन्टलाई दिन्छौ भने त्यस्तो केसमा त्योबाट हुने गेन अथवा फ्रीमै दिएको केसमा कुनै पनि गेन निकाल्नै पर्दैन, त्यो ट्याक्स एक्जेम्ट हो भनेर भनेको कि होइन क्लास? सेक्सन 10 ले त्यसलाई ट्याक्स एक्जेम्ट गरेको हो कि होइन क्लास? नयाँ एमेन्डमेन्ट अनुसार गरेको हो। जब क्लास त्यो ट्याक्स एक्जेम्ट हो भने चाहिँ क्लास त्यस्तो केसमा गेन निकालेर टिडिएस निकाल्न पर्छ र अथवा एडभान्स ट्याक्स कलेक्ट गर्न पर्छ र? यस्तो केसमा एडभान्स ट्याक्स कलेक्ट गर्न पर्छ पर्दैन क्लास? त्यस्तो केसमा एडभान्स ट्याक्स कलेक्ट गर्न पर्छ कि पर्दैन क्लास? पर्दैन। पर्दैन भने क्लास अर्को एउटा एडभान्स ट्याक्सको रेट थपियो के भन्दाखेरि यो राइड सेयरिङ, यो भनेको इनड्राइभ पठाउहरूले आफ्नो ड्राइभरलाई पेमेन्ट गर्दा त्यो पेमेन्टमा 1% को के गर्ने, एडभान्स ट्याक्स काट्ने। के गर्ने क्लास? यो फाइनल होइन है, फेरि यो फाइनल होइन नि। उनीहरूले पछि फेरि के गर्नुपर्छ क्लास? आफ्नो रिटर्न भरेर यसलाई एडभान्स ट्याक्सको रूपमा क्लेम मात्रै गर्ने हो। तर पठाओ इन ड्राइभरहरूले त्यो सर्भिस बापतको त्यो प्लेटफर्म प्रयोग गरेर जसले सर्भिस गरिरहेको छ उनीहरूलाई दिने जुन कमिसन हुन्छ, उनीहरूलाई दिने जुन के हुन्छ क्लास भन्दाखेरि कमिसन अथवा पेमेन्ट हुन्छ क्लास, त्यसमा क्लास कति पर्सेन्टेज? 1% एडभान्स ट्याक्स कलेक्ट गरेर सरकारलाई बुझाइदिनुपर्छ। 1% एडभान्स ट्याक्स राखेर त्यो नेपाल सरकारलाई बुझाइदिनु परेन क्लास? पर्यो कि परेन क्लास? पर्यो। पर्यो। अगाडि बढौँ क्लास। सेक्सन 97 चेन्ज भएको छ सर नेपालमा। को यस भन प्रजुल। भनेपछि त्यो राइड सेयरिङ एपको राइडरहरूले रिटर्न भन्नु पर्यो अब के हो? त्यो त भर्नु पर्यो, रिटर्न भर्नु। अब त्यो यदि पहिला इम्प्लोइमेन्ट त्यसमा कन्ट्र्याक्ट यस्तो यदि इम्प्लोइमेन्ट कन्ट्र्याक्ट हो भने त्यस्तो केसमा फरक हुन्थ्यो होला। तर यहाँ त कमिसन मोडलमा चल्ने हो कि यिनीहरू। हो। सो 1% काट्न पर्यो र उनीहरूले के गर्नु पर्यो? रिटर्न भरेर त्यसलाई क्लेम गर्न पर्ने गरी व्यवस्था गरिएको छ। क्लियर क्लास? यस सर। ओके। अब क्लास सेक्सन 97 ले कोले रिटर्न भर्न पर्दैन भनेर क्लास लिस्ट निकालेको छ। सेक्सन 97 ले नयाँ सेक्सन 97 राखेको छ। पुरानो 97 लाई पुरै फालेर नयाँ 97 राखेको छ क्लास। त्यसमा के भनेको छ? कोले रिटर्न भर्न पर्दैन त भन्दा यदि उसको ट्याक्सेबल इन्कमै छैन भने रिटर्न भर्नै परेन। यदि कुनै व्यक्तिको ट्याक्सेबल इन्कमै छैन र त्यो कारणले गर्दा कुनै ट्याक्स तिर्न पर्ने नै छैन, ट्याक्सेबल इन्कमै नभएको कारणले यदि कुनै ट्याक्स बुझाउनै पर्ने छैन भने रिटर्न भर्नै परेन, सकियो। अर्को भनेको फाइनल विथहोल्डिङ पेमेन्टबाट मात्रै आम्दानी छ। 3 ग भनेको फाइनल विथहोल्डिङ पेमेन्टबाट मात्रै आम्दानी छ भने उसले रिटर्न भर्नै परेन। पहिला पनि थियो यो पोइन्ट। अर्को सेक्सन 4 सबसेक्सन 3 को प्योर जागिरी हो। सेक्सन 4 सबसेक्सन 3 को प्योर जागिरी हो भने पनि रिटर्न भर्नै परेन। पहिला पनि थियो यो क्लास। टिकटकैहरूलाई फालिदियो यहाँ, किन क्लास? टिकटकहरूको आम्दानी नै फाइनल विथहोल्डिङ बनाएपछि अटोमेटिकली यहीँभित्र परेन यिनीहरू पनि। टिकटकहरूको आम्दानी पनि फाइनल विथहोल्डिङ पेमेन्ट बनाइदिइसकेपछि यिनीहरू पनि यहाँ पर्यो, त्यही भएर क्लास यसलाई यहाँ राखेन। र एनबिसिएको केसमा पनि तिमीहरू एनबिसिएको केसमा क्लास के बुझ्न पर्यो भन्दाखेरि यदि तिमीहरूले रिटर्न भर्ने तिमीहरूको चाहना छैन अथवा एनबिसिबाट मात्रै आम्दानी छ भने रिटर्न नभर्न पनि पाउँछौ, त्यसलाई फाइनल पनि मान्न पाउँछौ। त्यो पनि फाइनलभित्र परेको हुनाले त्यसलाई सेपरेटली कहीँ राखेन। यी टिकटकेवालाहरूलाई र एनबिसिएको गेनहरूलाई सेपरेट पोइन्ट बनाएन। टिकटकेवालाहरूलाई र एनबिसिएको गेनलाई सेपरेट पोइन्ट बनाएन, किनकि यिनीहरूको गेनमा काटिने टिडिएस फाइनल विथहोल्डिङ पेमेन्टको लिस्टमा गरेर राखिदिइसकेपछि फेरि छुट्टै पोइन्ट बनाइराख्नु जरुरी भएन। त्यही भएर क्लास 3 ग भनेपछि ती दुईटा पोइन्ट अटोमेटिकली त्यही कभर भइहाले। 3 ग भनेपछि ती दुईटा पोइन्ट, एनबिसिएको गेनमा काटेको टिडिएसको कुरा, एनबिसिएको गेनवाला पोइन्ट, र अर्को भनेको यो हाम्रो टिकटकेवाला पोइन्ट। त्यसमा काटिएको टिडिएस नै फाइनल भएपछि फाइनल विथहोल्डिङ कमाउने व्यक्तिहरूले रिटर्न भर्न पर्दैन भनेर यही पोइन्टले त्यसलाई के गर्ने भयो? कभर गर्ने भयो। अर्को भनेको गाडीवाला व्यक्तिहरूले क्लास के गर्न पर्दैन? रिटर्न भर्न पर्दैन। जसलाई क्लास हामीले क्लासमा गाडीवाला भनेर रिफर गरेका थियौँ, ती गाडीवाला व्यक्तिहरूले क्लास के भर्न पर्दैन? रिटर्न भर्न पर्दैन। अर्को भनेको डिपार्टमेन्टले तोकिदिएको व्यक्ति। यदि डिपार्टमेन्टले कुनै व्यक्तिलाई तोकेर तिमीहरूले रिटर्न भर्न पर्दैन भनेर तोकिदियो, यदि आइआरडीले तिमीहरूले रिटर्न भर्न पर्दैन भनेर कुनै व्यक्तिलाई तोकिदियो भने ती व्यक्तिहरूले पनि क्लास के गर्न पर्दैन? रिटर्न भर्न पर्दैन। Provided that department may by written order or public notice require any person to file an income tax return। तर क्लास माथिपट्टिका व्यक्तिहरूको केसमा कुनै पनि व्यक्तिलाई
यो क ख ग घ ङ, यहाँ त यो ग त गयो, क ख ग घ ङ, यी 5 प्रकारका व्यक्तिलाई यदि डिपार्टमेन्टले चिठी काटेर रिटर्न भर भनेर भन्यो भने सेक्सन 97मा जे भने तापनि 97मा जे भने तापनि यदि डिपार्टमेन्टले रिटर्न के भन्छ रिटर्न भर भनेर नोटिस काट्यो भने रिटर्न भर्नै पर्छ, अरू कुनै पनि अप्सन छैन। र क्लास पहिला क्लास के थियो क्लास, अर्को क्लास 101 को डेन्जरस एमेन्डमेन्ट यहाँ छ क्लास। पहिला क्लास हामीले क्लास मलाई भनिदेऊ त एसेसमेन्ट कहिलेसम्म भ्याउनु पर्थ्यो क्लास, रिटर्न भर्ने ड्यु डेटबाट 4 वर्षभित्र भ्याउनु पर्ने भनेर पढेको कि क्लास एमेन्डेड एसेसमेन्ट। रिटर्न भर्ने ड्यु डेटबाट एक्चुअल डेटबाट होइन, रिटर्न भरेको एक्चुअल डेटबाट होइन, रिटर्न भर्नुपर्ने ड्यु डेटबाट 4 वर्षभित्रमा एमेन्डेड एसेसमेन्ट गरिसक्नु पर्ने भनेर पढेको कि होइन क्लास। त्यसलाई अहिले झारेर कति बनाइदिएको छ क्लास, 3 वर्षभित्रमा रिटर्न भर्नुपर्ने ड्यु डेटबाट 3 वर्षभित्रमा उसले एमेन्डेड एसेसमेन्ट गरिसकेको हुनुपर्छ, कम्प्लिट गरिसकेको हुनुपर्छ। रिटर्न भर्ने ड्यु डेटबाट 3 वर्षभित्रमा उसले त्यो वर्षको त्यो रिटर्न जुन जस्तै मानौँ 78 79 हो भने 79 असोज भनेको त्यसको ड्यु डेट भयो, 79 असोजबाट 80 81 82 असोजसम्म 78 79 को 82 असोजसम्म 78 79 को इन्कम ट्याक्स रिटर्नको एमेन्डेड एसेसमेन्ट कम्प्लिट गरिसकेको हुनुपर्छ भनेर भन्यो कि भनेन क्लास। क्लास कहानी क्लियर छ कि छैन क्लास। अर्को क्लास हामीले सेक्सन 113 बमोजिम इन्कम ट्याक्स रिफन्ड माग्न जान्छौँ भने यदि बढी बुझाएको इन्कम ट्याक्स अथवा एक्सेस जुन हाम्रो ट्रान्सफर अफ क्रेडिट भएको इन्कम ट्याक्स यदि रिफन्ड माग्न जान्छौँ भने पहिला 2 वर्षभित्र माग्न जानु पर्छ भन्ने पोइन्ट थियो होइन। यो जुन थियो यो तलपट्टिको डेटको लेटेस्ट डेट अर्ली डेटबाट 2 वर्षभित्र माग्न जानु पर्ने भन्ने प्रोभिजन हामीले पढेका थियौँ भने अब यो तिनटाको अर्ली डेटको 5 वर्षभित्रमा, यो तिनटा डेटको अर्ली डेटको 5 वर्षभित्रमा हामी गए हुन्छ 2 वर्षको लिमिटलाई क्यान्सलेसन गरिदिएछ। पहिले के थियो, यो तिनटा डेटको अर्ली डेटको 2 वर्षभित्रमा हामी के माग्न जान पर्थ्यो, इन्कम ट्याक्सको रिफन्ड माग्न जान पर्थ्यो सेक्सन 117 अनुसार भने अब यो तिनटा डेटको अर्ली डेटको 5 वर्षभित्र यदि हामीले एप्लिकेसन लिएर गयौँ भने पनि हामीले सेक्सन 113 बमोजिम इन्कम ट्याक्स रिफन्ड माग्न मिल्ने गरी व्यवस्था गरिदिएछ। अर्को क्लास सेक्सन 119 कमा हामीले परिवर्तन के गरेका छौँ भन्दा क्लास नयाँ के आएको छ भन्दाखेरि यो थपिएको भनेको चाहिँ अ ट्याक्सपेयर इस्युइङ इलेक्ट्रोनिक्स इन्भोइसेस अन्डर 81(4) shall be charged a fee of 5 lakh for using the software that can delete or modify electronic invoice data। यदि क्लास तिमीहरूले इलेक्ट्रोनिक इन्भोइस जारी गर्ने यस्तो सफ्टवेयर प्रयोग गरेका छौ जसमा डाटालाई डिलिट गर्न मिल्छ, एडिट गर्न मिल्छ, चेन्ज गर्न मिल्छ भने त्यो केसमा तिमीहरूलाई 5 लाख रुपियाँको पेनल्टी लाग्छ। के लाग्छ, 5 लाख रुपियाँको पेनल्टी लाग्छ र सफ्टवेयरसँग सम्बन्धित अन्य नन कम्प्लायन्सको केसमा 1 लाख रुपियाँको पेनल्टी लाग्छ है। यदि डाटा एडिट गर्न मिल्ने हो, मोडिफाई गर्न मिल्ने हो भने 5 लाख पेनल्टी र सफ्टवेयरसँग सम्बन्धित अन्य गाइडलाइन फलो नगरेर अन्य अरू जेनरल नन कम्प्लायन्सको केस हो भने क्लास जम्मा 1 लाख रुपियाँको पेनल्टीको व्यवस्था गरिएको छ है। यो कुराहरू गरियो क्लास। भ्याटमा त पहिले थियो, यसमा पनि ल्याइयो। अर्को भनेको क्लास हाम्रो के भएको छ, स्ल्याब रेट चेन्ज भएको छ 1 10 20 27 29% होइन। नयाँ हाम्रो स्ल्याब भनेको 1 10 20 27 29% नयाँ स्ल्याब रेट आएको छ, अरू केही पनि छैन। अब सिंगल कपल दुईटैकोलाई यही हो स्ल्याब रेट। क्लास सिंगल कपल अप्सनै डिलिट भएको हो र क्लास के होला, सिंगल कपल अप्सनै डिलिट भएको हो कि स्ल्याब रेट मात्र एउटै भएको? स्ल्याब रेट एउटै भएको। स्ल्याब रेट एउटै भएको, सिंगल कपल अप्सन अहिले पनि छ है। भोलिको फेरि दिनमा फाइनेन्स एक्टले फरक स्ल्याब रेट बनाइदिउँ भन्यो भने चाह्यो भने सक्छ है, भोलिको दिनमा मजाले सक्छ। अहिले स्ल्याब रेट मात्रै क्लास एउटै भएको, सिंगल अप्सन कपल अप्सन अहिले पनि अप्ट गर्ने प्रोभिजन छ। सेक्सन 50 अहिले पनि डिलिट भएको छैन, सेक्सन 50 जस्ताको तस्तै छ। सेक्सन 50 जस्ताको तस्तै भएपछि सिंगल र कपल अप्सन अहिले पनि एक्जिस्ट गर्छ गर्दैन क्लास। सिंगल भयो भने सिंगल इन्कम, कपल इन्कम भयो भने क्लबिङ गर्ने कन्सेप्ट अहिले पनि एक्जिस्ट गर्छ गर्दैन क्लास, गर्छ कि गर्दैन क्लास? अहिले पनि गर्छ र कपल अप्ट गर्यो भने हामीले इन्भेस्टमेन्ट इन्सुरेन्स प्रिमियमको रिडक्सन, मेडिकल इन्सुरेन्स प्रिमियमको रिडक्सनमा श्रीमान श्रीमतीको जोडेर क्लेम गर्नेवाला सुविधा अहिले पनि छ यदि कपल अप्ट गर्छन् भने। ओन्ली स्ल्याब रेट मात्रै चेन्ज भएको। इन्कम क्लबिङको कन्सेप्ट, इन्भेस्टमेन्ट इन्सुरेन्स प्रिमियम र हेल्थ इन्सुरेन्स प्रिमियममा बुढाबुढीको जोडेर कम्पेयर गर्ने कन्सेप्ट अहिले पनि एक्जिस्ट गर्छ यदि उनीहरूले कपल अप्ट गर्छन् भने। ओन्ली स्ल्याब रेट मात्रै एउटै भएको। क्लास कहानी क्लियर छ कि छैन क्लास? क्लास गाडीवालाहरूले तिर्नुपर्ने करको दर चेन्ज भएको छ है। यो 5500 को 6500, 6000 को 7000, 6500 को 7500 गरेर क्लास तलैसम्म सम्पूर्ण गाडीहरूको रेट चेन्ज भएको छ र दुईटा कुरा थपिया छ।
एउटा इलेक्ट्रिक रिक्सामा 3500 रुपियाँ र टु व्हिलर भेहिकलमा 3000 रुपियाँ गरेर क्लास के भएको छ, गाडीवालाको कर दुईटा कर नयाँ तोकिदिएको छ। अर्को भनेको क्लास प्राइभेट बिल्डिङ इन्सुरेन्स प्रिमियमको केसमा पहिला 5000 और एक्चुअल विजिबल इज लोअर थियो, 5000 और एक्चुअल विजिबल इज लोअर थियो भने अब त्यसलाई लिमिट बढाएर 10000 और एक्चुअल विजिबल इज लोअर बनाएको छ। के बनाएको छ, 10000 और एक्चुअल विजिबल इज लोअर बनाएको छ। यसले हाम्रो च्याप्टर 3 को नोट चेन्ज गर्छ, यसले पनि हाम्रो च्याप्टर 3 को नोट चेन्ज गर्छ, च्याप्टर 2 को गर्छ यसले त, यसले च्याप्टर 2 को नोट चेन्ज गर्छ, यसले हाम्रो च्याप्टर 3 को नोट चेन्ज गर्छ। अर्को क्लास के छ, यदि कुनै पनि रेजिडेन्ट पर्सनले आफ्ना छोराछोरीहरूको ट्युसन फी शिक्षाको शुल्क बुझाएको छ स्कुल कलेजमा भने त्यस्तो केसमा एनुअल फी जति बुझाएको छ त्यसको 25%, एनुअल जति बुझाएको छ त्यसको 25% और 25,000 रुपियाँ विच इज लोअरलाई चिल्ड्रेन एजुकेसन फी रिडक्सन, चिल्ड्रेन एजुकेसन फी रिडक्सन भनेर सेड्युल 1 मा जुन पहिला हाम्रो 7वटा आइटम थियो यो 8औं आइटम पनि थपियो कि थपिएन क्लास, यो 8औं आइटम पनि थपियो कि थपिएन, थपियो भन्ने कुरो बुझ्नुपर्छ। अर्को हामीले यो रुल 15 पढिसकेका छौँ, हाम्रो एडभान्स प्राइसिङ एरेन्जमेन्ट एग्रिमेन्टको लागि कति सर्भिस फी बुझाउने भन्नेवाला पोइन्ट हामीले पढिसकेका छौँ, अगाडि अलरेडी पढिसकेका छौँ। अर्को भनेको क्लास के छ भन्दाखेरि चाहिँ अर्को केही पनि छैन, पहिला चाहिँ प्रेस्क्राइब बाई द डिपार्टमेन्ट भन्ने शब्द थियो भने त्यसलाई इन एकोर्डेन्स विथ द ट्याक्स रिटर्न भन्ने शब्द जुन छ यो केसमा स्पेसिफाइड इन सबसेक्सन 2 अफ 96 अफ द एक्ट भन्ने शब्द थियो, अब प्रेस्क्राइब बाई द डिपार्टमेन्ट भन्ने शब्द गर्यो, यसले केही त्यति साह्रो तात्विक फरक गरे होइन। अर्को भनेको चाहिँ इन सब रुल 2 इन एकोर्डेन्स विथ ट्याक्स रिटर्न हेबिलिटी, यो नचाहिने शब्द थियो, त्यो एडिसनल भएको अननेसेसरी वर्डिङलाई रुलले हटाएको छ। क्लास इन्कम ट्याक्सको सम्पूर्ण एमेन्डमेन्ट हामीले कभर गरिसकेका छौँ। क्लास इन्कम ट्याक्सको एमेन्डमेन्टमा यो पुरै एमेन्डमेन्टमा कसैलाई केही क्वेसन छ क्लास ह्यान्ड रेज गर। हामीले भ्याटको एमेन्डमेन्ट चाहिँ पार्ट 3 मा गर्छौँ है त, भ्याटको एक्साइजको कस्टमको एमेन्डमेन्ट चाहिँ हामीले पार्ट 3 मा गर्छौँ, त्यो इन्डाइरेक्ट ट्याक्सको एमेन्डमेन्ट हामी पार्ट 3 मा गर्छौँ। क्लास इन्कम ट्याक्सको एमेन्डमेन्ट हामीले पुरै कभर गरिसकेका छौँ। इन्कम ट्याक्सको एक्टको एमेन्डमेन्ट र रुलको एमेन्डमेन्टमा कसैलाई समस्या छ क्लास ह्यान्ड रेज गर, केही छ क्लास कसैलाई प्रब्लम सर भन। त्यो हाम्रो पेन्सन एक्जाम्सन र त्यो फरेन एरिया अलाउन्स छ नि, त्यो के अरे इन्क्यापिसिटेड डिडक्सन छ नि, अँ। त्यसमा त्यो अफ 50% अफ फर्स्ट स्ल्याब भने 10 लाख 50% भएन अफ हो? 50% अफ 10 लाख हुन्छ। अब त्यो त्यहाँ त चेन्ज आएको होइन नि त, त्यहाँ त 50% अफ फर्स्ट स्ल्याब भनेको थियो, फर्स्ट स्ल्याब मात्रै पो चेन्ज भएको त, त्यसको प्रोभिजन चेन्ज भएको र प्रजुल होइन सर, पछि त्यसमा त्यसलाई एमेन्डमेन्ट मान्न मिलेन, त्यसो त 50% अफ फर्स्ट स्ल्याबै हो प्रोभिजन, फर्स्ट स्ल्याब चाहिँ चेन्ज भयो, हाम्रो स्ल्याब चेन्ज भएको कुरा हामीले यहाँ गरिसक्यौँ अलरेडी डन। कभर क्लास बुझियो क्लास सर इन्कम अनि ट्याक्स भन। सर ट्युसन फीको केसमा छ नि, अँ, हामीले क्यालकुलेट गर्दाखेरि अब यसको लागि सपोर्टिङ केही लिनुपर्छ कि अब त्यो भनेको भरमै पर्छ। डाइरेक्ट गर्ने हो? होइन त्यो त इम्प्लोयरले गरिदिने हो भने इम्प्लोयरले स्कुलको बिलहरू माग्ने भयो। अब यो चोटिको बिल आएपछि अर्को चोटिको इस्टिमेसनको काम लागिहाल्यो, किनकि टिडिएस त इस्टिमेसनमा क्यालकुलेसन गर्ने हो कि नै प्रजुल, हो। अघिल्लो वर्षको बिल छ भने अर्को वर्ष पनि त्यति नै आउला हाराहारी भन्ने हिसाबले उसले इस्टिमेट गरिदिने भयो कि भएन प्रजुल, हजुर भयो। क्लियर। यस सर। अरू केही क्लास इन्कम ट्याक्सको एमेन्डमेन्टमा केही छ क्लास क्वेसन? ल इन्कम ट्याक्स एक्ट रुल हामीले भ्यायौँ, अब भ्याट एक्साइज कस्टमको लागि हामी पार्ट 3 को एमेन्डमेन्ट यही विकभित्र गर्छौँ। हस् क्लास बाई क्लास गुड नाइट। सर यस भन। त्यो हाम्रो कस्टमको रुल हामीले जुन अगाडिको फर्स्ट पेजमा पढाएको थियौँ नि, पुरानो रुल, त्यो रुलै पुरै चेन्ज भएको? कस्टम एक्ट रुलको नोट उडाइदिने हुन्छ, फाल्दिने हुन्छ। कस्टम ड्युटीको न्युमेरिकल चाहिँ चेन्ज भएको छैन, कस्टम्स हजुर। एक्ट र कस्टम रुलको प्रोभिजन जहाँ जहाँ पोर्सन भएको छ झ्याप झ्याप गाड्दै हुन्छ, सबै चेन्ज भएको छ, नट रिलिभेन्ट पहिलाको। बाई क्लास। सर बाई सर। सर दुइटै प्यारेन्ट्सले लिन पायो, 25% इच त गर्दा त 50% भयो नि, पाइँदैन नि सफलता, पाइँदैन दुइटै प्यारेन्ट्सले लिन पाइँदैन, एकजना मात्रै लिने हो, एउटाले चाहिँ अर्को लिन पाइँदैन। जुन प्यारेन्टको खाताबाट भुक्तानी भएको उसले मात्रै लिने, बुढाको खाताबाट भएको भने बुढाले लिन्छ, बुढीको खाताबाट पनि बुढीले लिन्छ। कपाल अप्लोड भएको छ भने अब जसले गरे पनि एकजनाले मात्रै लिने हो, सकिहाल्यो कुरा है। तर बुढाले सेपरेट रिटर्न भर्छ, बुढीले सेपरेट रिटर्न भर्छ भने त्यो केसमा जसको खाताबाट भुक्तानी भएको छ उसले मात्र लिने। क्लियर सफलता? गभर्मेन्टले थाहा पाउँछ त अरे। सेल्फ एसेसमेन्ट हो, जसरी अहिले श्रीमान श्रीमती दुइटै कमाउने भए पनि उसले पनि श्रीमानले पनि कपाल लिएर बेनिफिट लिइरहेको थियो, इन्कम क्लब गरेको पत्ता लागेको छैन नि सरकारले अहिलेसम्म, श्रीमतीले पनि कपाल लिएर बेनिफिट लिइरहेको छ तर पत्ता लागेको छैन नि सरकारले, यो पनि त्यस्तै हो। सेल्फ एसेसमेन्ट हो, भोलि छानबिनमा पर्न सक्छ मात्र भन्ने कुरा हो, पत्ता त लाग्दैन, छानबिनमा पर्न सक्छ। हस् क्लास बाई क्लास गुड नाइट क्लास। हस्।